ओइ हिड, बजारतिर यसो डुलौँ अनि केही खाएर पनि आऊ। म घरमा घाम तापेर बसिरहेको बेला साथीले भन्यो। जाडोको मौसम लाग्दै गरेकोले शरीरको चिसोपनलाई भगाउन म घामको स्पर्शमा आफूलाई न्यानो बनाइरहेको थिएँ। जान त मन थिएन, तर साथीले कर गरिरह्यो। नाइ भन्न सकिनँ अनि कपडा लगाउन गएँ। आल्नामा राखेको नयाँ टी सर्ट पोहोर साल किनेको थिएँ। त्यही लगाउने कोसिस गरेँ। टाइट भएछ। सायद 1 वर्षमा केही मोटाएछु। हल्का फोहोर देखिएको थियो। सायद घरको धुलोले गर्दा होला। सानो झुपडी अनि त्यही माथि माटोको घर भएसी घरमा कुचोले बढार्दा केही मैलोसै देखिएको थियो। पुरानो जिन्सको प्यान्ट थियो। त्यसैलाई हल्का पानीले सफा गरेर नयाँ बनाए। जुत्ता लगाउने बेला जुत्ताको हालत हेरे। नलगाएको धेरै महिना बितिसकेको रहेछ। सुलमा हल्का च्यातिएको थियो। कोही पुरानो जुत्ता फाल्न पनि सकेको थिएन। केही यादहरू जोडिएका थिए। जेनतेन गरेर भए पनि लगाए। लामो सुस्केरा लिए अनि बाहिर निस्किए। साथी भर्खर बाहिर विदेशबाट आएको थियो। त्यसैले गाउँमा म बाहेक अरू कोही साथी थिएनन्। प्राय सबै विदेश गइसकेका थिए। कपाल र दारी नकाटेको महिनौ बितिसकेको रहेछ। आमाका रेसाबारीमा साग टिप्दै गर्दा छेउमा गएर साथीसँग बाहिर जाने कुरा गरे। महिनौपछि मलाई बाहिर जान लागेको देखेर आमा पनि चुपचाप मलाई हेरिरहिन्। साथी बाइकमा आएको थियो। मसँग साइकलसम्म थिएन। गरिबीको पाठ पढेर होला मैले उच्च शिक्षा हासिल गरिसकेको थिएँ। धाक लगाएर पास गर्ने कुनै ठाउँ नै थिएन। साथीको बाइकमा बसे। उसले बाइक कुदाउँदै आफ्नो विदेशी रवैया बताउँदै थियो। म सुनिरहे उसका कुराहरू। म आफै सहरमा राम्रोसँग घुम्न सकेको थिइनँ, तर ऊ विदेश पुगेर आइसकेको थियो। ऊ हुने खाने थियो, तर म एक छाक खान पनि धौधौ पर्ने गर्थ्यो। उसको सामु म एकदमै झुत्रे देखिन्थे, तर आफ्नो औकात नै त्यही त थियो। केही बेरमा हामी बजार पुग्यौं। उसले केही नयाँ कपडाको सपिङ गर्यो। मलाई आफ्नो लगाएको कपडा लगाएर ऊ बसेको महँगा पसलमा छिर्न पनि लाज लागिरहेको थियो। मलाई त्यहाँका स्टाफहरूले यसरी हेरिरहेका थिए कि मानौ म कुनै भिकारी हो। सडकका पेटीमा बेच्न राखेको कपडा किन्दा पनि बार्गेनिङ गरेर लिने औकात जो थियो। म प्राय कुरा टालेर उछिन्ने प्रत्येक पसलमा बाहिर नै बस्ने गर्थे। यो भनेर कि भित्र जाडो छ, बाहिर घाम तापेर बस्छु। ऊ केही नभनी भित्र गएर सामान किनेर आउने गर्थ्यो। उसको बाइकमा बसेर आउँदा पनि शरीर चिसोले कामिरहेको थियो मेरो। हातका रौँहरू ठाडा भएका थिए। चिसोमा पनि मैले केवल एउटा टी सर्ट मात्र जो लगाएको थिएँ। उसले सपिङ गरेर सकेपछि हामी एउटा होटलमा खाजा खान छिर्यौं। उसको सपिङ गरिएका सामानहरू मैले बोकिरहेको थिएँ। मानौ म उसको नोकर हो अनि ऊ मेरो मालिक। होटलको एउटा टेबलमा बस्यौं। उसले केही बियरका बोतल, सुकुटी, हुक्का र केही मासुका आइटमहरू मगायो। होटल चिरपरिचित थियो। वर्षौं अघिका दिनहरू छलछली याद आइरहेको थियो। आँखा रसाउँदै गइरहेको थियो। आफ्ना लामा लामा दारीभित्र आफ्नो आँखाको आँसुलाई लुकाउने प्रयास गर्दै थिए। साथी आफ्नो विदेशी जीवनको बारेमा मलाई भन्दै थियो। म त्यहाँ काम गर्ने केही चिनेका स्टाफहरूबाट आफूलाई लुकाउने प्रयास गरिरहेको थिएँ। सबै खानेकुरा हाम्रो टेबलमा आइपुग्यो। हामीले बियर पिउन थाल्यौं। जति पिउँदै गए उति पुराना घाउहरू बल्छिँदै जान थालेका थिए। मैले उनलाई भुल्न सकिरहेको रहेनछु। सायद चाहेर पनि यो जुनीमा सक्दिन पनि थिए होला। साथीको फोनमा घरिघरि फोन बज्ने गर्थ्यो। लाग्थ्यो उसको धेरै गर्लफ्रेन्डहरू थिए। कुनै जमानामा मेरो पनि थियो, जसले मलाई आफूभन्दा धेरै माया गर्थिन्। मेरो गरिबीसँग उनलाई कुनै परवाह थिएन। गरिबीमै भए पनि माया र साथ पाए। जीवनभर हजुरको अङ्गालोमा बाँधेर जिउन तयार छु भनेर भन्थिन्। तर आज वर्षौं भयो समयको चक्रले हामीलाई अलग गराएको। उनलाई भुलेर अर्को रोज्न पनि सकिन। लाग्थ्यो कहीँ कति सायद मेरो गल्तीको कारण। सोच्दा म स्तब्ध हुने गर्थे। पिउँदा पिउँदै 2 बोतल पिइसकेछु। मलाई मात लागिसकेको थियो।
दिमागमा उनको नाम घुम्न थालिसकेको थियो। एकै पलमा आफ्नो विगतबाट वास्तविक दुनियाँमा आए जब एउटा स्टाफले नाम लिँदै भन्यो, अरे शीतल दिदी तपाईँ वर्षौपछि हाम्रो होटेलमा? हजुर त कति राम्री हुनुभएछ अनि मोटाउनु भएछ। शीतलको नाम सुनेर मेरो नसा सबै उत्रिसकेको थियो। मेरो नजर उतै पुगे। काउन्टरतिर फर्किएर उभिएकी थिइन्। मैले मुहार हेर्न सकिनँ, तर शीतल नाम लाग्यो। उनी उही मेरी शीतल हुन्। त्यसैले त स्टाफले चिनेर बोल्यो। फेरि एकै पलमा के भयो कुन्नी, स्टाफको मुहार उदास भएको थियो। सायद शीतलले सोधी बोलिन् मेरो बारेमा। रातो साडीमा सजिएकी उक्त नारी जब हामीतिर फर्किन् तब मेरा आँखा अनायासै रसाए। उनी मेरी नै शीतल थिइन्। उनलाई देखेर जुरुक्क उठे। वर्षौंदेखि हराएको ओठको मुस्कान फेरि फर्किएर आएका थिए। मलाई गएर उनलाई अँगाल्न मन थियो। लाग्यो कि भगवानले मलाई फेरि शीतलसँग भेट गराइदिएका छन्। आहा कति राम्री भइसकेछे। उनी एक्लै आएकी थिए जस्तो लागेको थियो, किनकि उनीसँग अरू कोही पनि थिएनन्। पहिलाभन्दा धेरै राम्री भएकी रहेछे। सायद वर्षौंपछि देखेर होला मन भक्कानियो। आँखाबाट आँसु झझल्किएर भुइँलाई छोयो। पाइला बढाउन चाहे उनी भएतिर, तर मनले रोक्यो अनि अनायासै मेरा पाइला बढ्न सकेनन्। त्यो पलको याद आयो जब मैले उनलाई अन्तिम पटक भनेको थिएँ, त जस्तो केटीलाई त मैले पैसाको लागि मात्र माया गरेको थिएँ अनि मलाई तेरो शरीरसँग मात्र माया थियो। मैले सबै पाइसकेँ, अब तेरो साथ चाहिँदैन। आजबाट त कोही होइनस् मेरो। त्यो पल उनी धेरै रोइरहेकी थिइन् अनि म पर पुगेर उनी रोएको देखेर आफैलाई धिक्कारिरहेको थिएँ। म थचक्क बसेँ। उनी मेरो सामु थिइन्, तर चाहेर पनि उनलाई भुलाउन सकिनँ, न त जान नै सके उनी सामु। अनि त्यसै बेला म बसेको अलि परको टेबलमा एउटा आवाज आयो, मामु छिटो आउनु न, भोक लागिसक्यो। मैले बुझिसकेको थिएँ कि त्यो उनको बच्चा थियो। बच्चालाई हेरे 4 सालकी छोरी रहेछे। शीतल जस्तै राम्री रहेछिन्। हुन त यतिका सालसम्म बिहे नगरी बस्न कहाँ दिन्थ्यो होला र घरकाले। सायद कुनै धनी केटा नै हुनुपर्छ। जहाँ रहे पनि शीतल खुसी रहन्। मनमने उनलाई नजाने द पाराले हेरेर मैले आँसु खसाएँ। उनी मेरो सामुबाट आफ्नी छोरी भाइतिर लागिन्। जब उनी मेरो सामु हुँदै गइन् तब उही बास्ना, उही सुगन्ध दिने पर्फ्युम जुन कुनै बेला मैले उपहार दिएको थिएँ, आज पनि उनी त्यही पर्फ्युम लगाउँदै रहेछिन्। सायद मलाई आजसम्म उनले याद गर्दै रहेछिन्। मसँगको सम्बन्ध टुटेपछि उनी खुसी थिइन्। विवाहको बधाई दिनसम्म सकेको थिएन, किनकि म उनको जिन्दगीदेखि यसरी निस्किएको थिएँ कि सायद कैयौं जन्मसम्म उनले मलाई माफी दिने छैनन्। उनी बसेको टेबलमा बियर पिउने बाहनामा हेरिरहे। आफ्नो छोरीसँग कुरा गर्दै थिइन्। छोरी सोध्दै थिइन्, मामु बाबा विदेशबाट कहिले आउनुहुन्छ? शीतल भन्दै थिए, तिम्रो बाबा छिट्टै आउनुहुन्छ। हजुर ज्ञानी भएर पढ्नुहोस् त, अनि बाबाले धेरै मिठाई ल्याइदिनुहुन्छ छोरीलाई। काश आज मेरो शीतलसँग बिहे भएको भए हाम्रो पनि यस्तै प्यारी छोरीको जन्म हुन्थ्यो होला। कति भाग्यमानी होला त्यो पुरुष जसले शीतल जस्तो बुझ्ने केटी जीवनसाथी पाएको छ। वर्षौंपछि आफ्नी भूपू प्रेमिकालाई हेरेर म विगत सम्झिँदै थिएँ। हामीले बियर पिएर सकिसकेका थियौं। त्यसैले साथीले घर जाने कुरा गर्यो। मन थिएन जानलाई, किनकि वर्षौंपछि उनलाई जो देखेको थिएँ। तर त्यो होटलमा यत्तिकै बस्न पनि लाज हुने थियो मलाई, किनकि मसँग खाना अर्डर गर्नको लागि पैसा थिएन। नचाहँदा नचाहँदै उनलाई हेर्दै म होटलबाट निस्किएँ। कस्तो भाग्य मेरो, वर्षौंपछि माया गर्ने मान्छेलाई देखेँ। पाउन त सकिन आज हेर्नसम्म मौका दिएनौ भगवान। मनमने भगवानलाई कुञ्जुनीको सजाय पाउँदैछु भनेर धिक्कारे। शीतललाई देखेपछि निस्केको मुस्कानले पीडा दिएको थियो मलाई। सायद यो जुनीमा उनको साथ त के उनलाई हेर्नसम्म नजुरेको रहेछ भन्दै
मनभित्रभित्रै गुनासो गर्दै साथीसँग घर फर्किए। मलाई साथीले घर अगाडि छाडिदिएर ऊ घर लाग्यो। जुन फिक्का मुहार लिएर म साथीसँग गएको थिएँ, त्योभन्दा दोब्बर लत्रिएको उदासी मुहारलाई बिसाउँदै म घर आएको थिएँ। फाटेको तन्नालाई मिलाउँदै म आफ्नो बेडमा पल्टिएँ। दिनभरिको त्यो पललाई सम्झिएँ अनि हतारिएर उठ्दै सानो काठको बाकस खोलेँ, जहाँ मैले शीतलसँग खिचेको तस्बिर राखेको थिएँ। त्यो तस्बिर पनि उनको करकापमा खिचेको थिएँ, एउटा उनले अनि अर्को मैले राख्ने शर्तमा। अझ मसँग फोटो मात्र थियो, तर उनी थिएनन्। आमालाई मेरो र शीतलको बारेमा सबै थाहा थियो, किनकि अक्सर शीतल बेला बेलामा हाम्रो घरमा आउने गरेकी थिए। तर उनीसँगको बिछोडपछि हामी अन्त्य बसाइसकेका थियौँ, जसको कारण उनले मलाई कहिले भेट्नेवाला थिएनन्। त्यो फोटोमा हामी 4 साल अघि कति राम्रा अनि कति माया लाग्दो जोडी देखिएका थियौँ। सम्झिन थाले अतीतका पाना आज वर्षौपछि। त्यो दिन जब हाम्रो गाउँमा एकजना दिदीको बिहे भयो, हामी गाउँको सबैजना प्राय बिहेमा सघाउन गएका थियौँ। रातभर नाचगान गर्दै काम सघाउँदै हामीले दिदीको घरलाई उज्यालो बनाएका थियौँ। विवाहको दिन मैले पनि घर गएर नयाँ लुगा लगाएको थिएँ। जुत्ता थिएन, आफैले केही नयाँ जस्तो देखिने बाबाको जुत्तालाई सफा गरेर लगाएको थिएँ। राम्री राम्री सोल्टिनीलाई जिस्काउने हामी सबै केटाहरूको प्लान जो थियो। केटा पक्षबाट जन्ती आयो। म बिहे घरमा जाँदै गर्दा अचानक मेरो जुत्ताको अगाडिको सोल ठोकिएर च्यातियो। आमाले दिएको 10 रुपैयाँ थियो। त्यही पैसा बोकेर म पसल गएर फेभिकोल किनेर त्यही एउटा सानो मुढामा बसेर जुत्ता फुकालेर टाँस्दै गर्दा पछाडिबाट आवाज आयो, सुन्नुहोस् न। सुरिलो आवाजले मेरो ध्यानलाई उतैतिर तानेको थियो। स्कुटीमा 2 जना मेरो छेउमा आएर रोकिएका थिए। मैले त स्कुटी आएर रोकिएको आवाजसम्म सुनिनछु। आफूलाई यहाँ जुत्ता च्यातिएर टाँस्नुको पीडा अलग्गै थियो। उता केटाहरू आफ्नो मन परेको सोल्टिनीसँग जिस्किँदै होलान् भनेर मेरो नजर पहिलोचोटि तिनै आँखामा गएर अडिएका थिए। सेतो कुर्तीमा सजिएकी थिइन् उनी। गाजलो आँखा, लामो केश, मिलेको शरीर, मुहार्ने हँसिलो, झन् आवाज त कोइलीको जस्तै। उनले मेरो एकाग्रतालाई भङ्ग गर्दै भनिन्, यहाँ बिहे घर कता छ? जन्ती आएको बाटो नै बिर्सियौं। उनीहरू त जन्ती आएका रहेछन् केटा पक्षबाट। कति राम्री सोल्टिनी त, मनले भन्न चाहे तर आवाज निकाल्न सकिन। फेभिकोलले टाल्दै गरेको जुत्ता पछाडि लुकाउँदै भने, ए जन्ती आउनु भएको हो? त्यहाँ पर पुगेर बायाँ मोड्नुस् त, बिहे घर देख्नुहुन्छ। उनले धन्यवाद भन्दै जाँदै गर्दा मेरो खाली खुट्टामा उनले नजर पुर्याइन्। मैले खुट्टा खुम्च्याएर आफ्नो गरिबीको स्थितिलाई लुकाउने प्रयास गरेँ। उनी सरासर त्यति भनेर मुस्कुराउँदै बिहे घरतिर लागिन्। मैले जुत्ता टाल्दै गरेको देखिन् कि देखिनन् होला उसले। म मनमनै प्रश्न गर्न थालेँ। सायद देखिनन् होला, किनकि उनले बोलाउन साथ मैले हातको जुत्ता पछाडि लुकाएको थिएँ। त्यसपछि म पनि हतार हतार जुत्तामा फेभिकोल लगाएर जुत्ता लगाएँ। मोजा थिएनन्, त्यसैले खाली खुट्टामै लगाएर लामो पाइन्टले छोपेँ। छड्के कपाल कोरेर चट्ट नरिवलको तेल लगाएर चिपिक्क परेर गएको थिएँ बिहे घर। मेरो यो चिपिक्कपन देखेर उनी पनि मेरो सुन्दरतामा मोहित भइन् कि कतै। त्यसैले त जाँदा जाँदै पनि मलाई हेरेर मुस्कुराइन्। म मनमनै सोचेर मुस्कुराउँदै पुगेँ। त्यो बिहेको भिडमा म उनलाई खोज्दै थिएँ। आफ्नो हिँडाइलाई सम्हाल्नु थियो, नत्र फेरि टालेको जुत्ता जति बेला पनि उक्किन सक्थ्यो। भिडलाई छिचोल्दै म बिस्तारै अघि बढ्दै थिएँ। त्यसै बेला कसैको हिल चप्पलले मेरो जुत्ताको अघिल्लो भागमा कुल्चिएको भान भयो। यसो खुट्टामा हेरेको त बर्बाद भइसकेछ। त्यो अपरिचित युवतीको हिलले मेरो जुत्ता आम भएको थियो। ती युवती तिनै थिइन् जसलाई म खोजिरहेको थिएँ। तर यो हालमा उनी सामु आउँछु भनेर कल्पना पनि गरेको थिइनँ। उनले पनि मेरो जुत्ताको अवस्था देखिन्, साथै बिना मोजाको खाली खुट्टाका औँलाहरू पनि। अनि त हामी दुवैको नजर त्यही फाटेको जुत्तामा गयो।
त्यसपछि त म उनी सामु आफ्नो गरिबीको लाज छोप्न पनि सकिनँ। त्यो भिडमा सबैजना रमाउनमा व्यस्त थिए। कोही बेहुला र बेहुलीलाई टिका लगाउन व्यस्त थिए त कोही खाना खानलाई। तर त्यो भिडमा हामी दुईजना मेरो फाटेको जुत्ता केवल हेरी मात्र रह्यौं। थाहा छैन उनले मेरो बारेमा के सोची होली, जसलाई जिस्काउने र पट्याउने योजना बनाए। तर परिस्थितिले उसै सामु मलाई नङ्ग्याइदिएको थियो। मैले आफ्नो खुट्टा हल्का पछि सारे। उनीसँग नजर जुधाउन पनि सकिनँ। तर उनले भनिन्, ओ आम सो सरी, मैले देखिनँ, मैले गर्दा हजुरको जुत्ता च्यातियो। उनी मेरो गरिबीलाई सरी शब्दले मेरो अवस्थालाई दर्शाइरहेकी थिइन्। हुन त उनको केही पनि गल्ती थिएन। मेरो भाग्यमाने गरिबीले छाप लगाइदिएसी अरूलाई दोष दिएर पनि के गर्नु। मैले नजर झुकाउँदै बोले, होइन सरी भन्नु पर्दैन, हजुरको पनि गल्ती छैन। भाग्यले ठगेको मान्छेलाई जता पनि ठक्कनै दिन्छ। यति भनेर म चुपचाप उनको मुहारसम्म नहेरी त्यो भिडबाट आफूलाई अलग्याएँ। बिहे घरबाट केही पर आएर एउटा रुखको मुनि ढुङ्गामा बसे अनि च्यातिएको जुत्ता खोलेर हातमा लिँदै भने, परेको बेला सबैले साथ छोड्दै गए, आज तैले पनि साथ छोडिस्। के पनि यस्तो अवस्थामा कि त्यहाँबाट निस्केर यहाँसम्म आउनलाई पनि हिम्मत थिएन। तर पनि लाजलाई थातेर भए पनि आउनु पर्यो। त्यति भनेर त्यो जुत्ता पर उत्याइदिए। मन भारी भएर आयो। बिहे घर पनि जाउँ कि नजाउँ भएर आयो। भोको पेट थियो, तर अवस्थाले बिहे घर नजिक भए पनि जानलाई रोकिरहेको थियो। खाली खुट्टा जान पनि सक्दिन थिए। फाटेकी जुत्ता भए पनि त्यो बाबाको निशानी थियो। फेरि माया लागेर जुत्ता लिन गए। जुत्ता टिप्दै गर्दा फेरि पछाडिबाट आवाज आयो, सुन्नुहोस् न, मेरो गल्तीको कारण हजुरको यो अवस्था भयो, बिन्ती छ माफ गरिदिनुहोस् है। यतातिर खासै राम्रो जुत्ता नपाउँदो रहेछ, त्यसैले स्कुल पढ्दा लगाउने जुत्ता पाएर ल्याएकी छु। यही लगाएर मलाई माफ गरिदिनु भएको छ भन्ने ठान्नेछु। मैले पछाडि फर्किएर हेरेँ। उही युवती जसलाई देख्न साथ मेरो मनमा हलचल भएको थियो। उनको सामु म यसरी खडा भएर उभिएको थिएँ कि एउटा हातमा फाटेको जुत्ता अनि अर्को खुट्टामा एउटा जुत्ता। मैले नम्र हुँदै भने, पर्दैन, किन दुःख गर्नुभएको? हजुरले माफी माग्नको लागि कुनै अपराध गर्नुभएको छैन। तर उनले जिद्दी गर्दै भनिन्, हजुरलाई यो अवस्थामा मैले ल्याएपछि मलाई मेरै गल्ती नै लाग्छ। बिन्ती छ यो जुत्ता लगाएर मेरो माफीलाई स्वीकार गरिदिनु होला। अनि मसँग बिन्ती गर्न थालिन्। उनको मधुर आवाजले मेरो मनको तरङ्गलाई मिठो धुन दिँदै थियो। उनको त्यो माया लाग्दो अनुहारलाई नाइ भन्न सकिन, त्यसैले लिए। उनी पनि धेरै खुसी भइन्। केही पल मौन भयो दुवैजना। उनले पुनः भनिन्, लगाउनुहोस् न। मन थिएन, तर एउटा खाली खुट्टा अनि अर्को जुत्ता मात्र लाएर बस्न पनि त लाज मर्दो हुने थियो। त्यसैले पुरानो लगाएको जुत्ता निकालेर त्यो नयाँ झोलामा राखे, जुन झोलामा उनले मेरो लागि जुत्ता किनेर ल्याइदिएकी थिइन्। नयाँ जुत्ता निकालेर खुट्टा छेउमा राखे। उनले नीलो मोजा पनि साथमा ल्याइदिएकी रहेछिन्। एक अपरिचित कहिले नदेखेको युवतीले म प्रति यति धेरै माया देखाएको देखेर कस्तो अप्ठ्यारो महसुस भइरहेको थियो। मेरो गरिबीले मलाई नै गिच्याइरहेको छ जस्तो लागिरहेको थियो। मैले उनको सामु नै त्यो स्कुलेवाला जुत्ता लगाएँ। मलाई ठिक्क साइज मिलेको थियो। उनी रमाइन् अनि आग्रहलाई स्वीकार गरेर जुत्ता लगाइदिएकोमा धन्यवाद पनि भनिन्। मेरो जिन्दगीको पहिलो उपहार जो एक अपरिचित मान्छेबाट पाएको थिएँ। त्यसपछि उनले सँगै बिहे घर जान आग्रह गरिन्। मेरो त्यो केही मैलो लुगाले र मेरो त्यो गरिबीले उनलाई केही फरक परेको थिएन। नत्र त गाउँमा यस्ता साथीहरू पनि थिए जसले मसँग हिँड्नुपर्छ भनेर टाढा टाढा हुने गर्थे। तर उनी धेरै फरक विचारकी थिए। उनी धनी घरकी छोरी भए पनि कति उच्च विचार थियो। पहिलोचोटि जिन्दगीमा कुनै युवतीसँग सँगै हिँडिरहेको थिएँ म। हिँड्दै गर्दा उनले सोधिन्, हजुरको नाम के हो? मैले अकमकाउँदै भने, समर्पण हो। अनि हजुरको चाहिँ?
उनले मुस्कुराउँदै भनिन्, मेरो नाम चाहिँ शीतल। नाम जस्तै शीतल थिइन् उनी। हेर्दै कति राम्री थिइन्। झन् उनको बोलीचाली र व्यवहारदेखि त म घायल बनिसकेको थिएँ। मलाई बोल्न पनि कति धेरै गाह्रो भइरहेको थियो। केटीसँग कसरी बोल्नुपर्छ त्योसम्म थाहा थिएन। मनको धड्कनका बेगहरू हल्लिएका थिए। शब्दहरू बोल्दाखेरि काँपिरहेका थिए। उनले पुनः सोधिन्, के गर्नुहुन्छ? मैले भने, म के पनि गर्दिनँ। स्कुल कक्षा 10 पास गरेपछि घरमा नै काम गर्दै बस्छु। अनि हजुर चाहिँ के गर्नुहुन्छ? मलाई पनि उनको बारेमा जान्न मन लागेर आएको थियो। त्यसैले सोधिहाले हतारिँदै। उनले भनिन्, म +2 गर्दैछु। अनि किन नपढ्नु भएको फेरि? मेरा पाइला रोकिए। उनले मेरो नजरमा हेरिन्। मैले पनि उनको नजर हेरेँ। मेरा नजरहरूमा व्यवस्था र बाध्यतासँगै गरिबी प्रष्ट देखिएका थिए। सायद उनले बुझिन् होला। चुप बसिन् अनि नजर घुमाए। मैले पुनः आफ्नो पाइला अगाडि बढाएँ। हामीबीच धनी र गरिबको फाटो थियो। मैले उनी जस्तै केटी पाउन त परै जाओस्। हेर्न पनि सायद नसिबमा हुन्न थियो होला। उनी मेरो लागि आकाशको जुन जस्तो थिइन्, जसलाई हेर्न मात्र सकिन्थ्यो। कुरा गर्दा गर्दै हामी बिहेको घरमा पुग्यौं। उनको साथीले मलाई सँगै आएको देखेर तान्दै लगे अनि आफ्नो स्वरमा पनि, कता हराएकी त? यता कस्ता ह्यान्डसम सोल्टाहरू छन्, त चाहिँ कस्तो झुट्टे केटासँग आकी? त्यो कुरा सुन्दा मनमा नै कसैले तीर हाने चाहिँ लागेर आयो। गरिबीमा भेट भएको उनीसँग। सायद मेरो यो नै अन्तिम भेट थियो होला। उनीहरू मलाई छाडेर त्यहाँबाट गए। उनी मलाई उदास नजरले हेरिरहे। मैले नजर मिलाउन पनि सकिनँ। यहाँ केटी पट्याउन पनि त आफ्नो स्तर राम्रो हुनुपर्ने रहेछ। त्यो भिडमा पनि म आफूलाई एक्लो महसुस गरिरहेको थिएँ। साथी थिए मेरा, न त कसैले मलाई बुझ्न नै सक्थ्यो। साथी त केवल नामका मात्र थिए। उदास मुहारलाई फिक्का हाँसोले टाल्दै म खाना खान गएँ। खाना लिएर एउटा खाली टेबलमा गएर बसे। म बसेको ठाउँबाट उनलाई सानो प्वालबाट देख्न सक्थे। कति धेरै केटाहरू उनको वरिपरि बसेर उनीसँग फ्लर्ट गरिरहेका थिए। मनमा चसक्क घोच्यो अनि नजर अन्त्य डुलाएर खाना खान लागे। म पनि हजुरसँगै बसेर खाना खान सक्छु? जुन आवाज सुनेर मैले खाना खान लागेको घाँस रोक्दै उनलाई हेरेँ। शीतल मेरो छेउमा उभिएकी थिए। पुरै विवाह घरभरि राम्री भनेकी उनी मात्र थिइन्। अनि त्यही राम्री मान्छे मसँग एउटै टेबलमा बसेर खाना खानको लागि अनुमति मागिरहेकी थिइन्। मेरो त नसिब नै खुले जस्तो भएको थियो। मैले शिर हल्लाएर बस्न अनुरोध गरेँ। मन खुसीले कतकत भइरहेको थियो। उनी मेरो अगाडि बसेर खाना खान थालिन्। पहिलोचोटि जिन्दगीमा मैले कुनै राम्री युवतीको सामु खाना खान जाँदै थिएँ। डर अनि लाज दुवै लागिरहेको थियो। उनीसँग नजर सुधाउनसम्म सकिरहेको थिएन। बोल्न धेरै मन थियो, तर के भनेर बोल्ने भन्ने शीर्षक नै थिएन। जब जब म उनीसँग बोल्छु अब चाहिँ भनेर नजर हेर्थे, उनी मेरो नजरमा नजर मिलाएर मुसुक्क मुस्कुराउने गर्थिन् अनि म लाटा जस्तै नजर झुकाएर निस्कन लागेको लाज छोप्ने गर्थे। मलाई बोल्न धौ भइरहेको थियो। धेरै नै बेर चुप बसेको देखेर होला उनले आफै भनिन्, कति शान्तले खाना खानु हुँदो रहेछ। मैले हडबडाउँदै भने, त्यस्तो केही होइन, अलिकति नर्भस भएको छु त्यसैले। उनले भनिन्, नर्भस चाहिँ किन हुनुभएको समर्पणजी? ओहो, कसैले नाम पछाडि जी भनेर बोलाएको मलाई पहिलोचोटि थियो। मैले नजरलाई घुमाउँदै भने, आजसम्म कहिले कुनै युवतीको सामु खानासँगै बसेर खाएको थिइनँ, अनि त्यसैले पनि मलाई कस्तो बोल्न गाह्रो भइरहेको छ। उनले मुस्कुराउँदै भनिन्, आमुइन हो र? अनि हजुरको गर्लफ्रेन्ड हुनुहुन्न र? मैले भने, हामी जस्तोको पनि गर्लफ्रेन्ड होला र शीतलजी? आजभोलि माया प्रेममा त औकात हेरेर साथ दिन्छन्। उनले भनिन्, किन त्यस्तो सोच राख्नुहुन्छ समर्पणजी? सबै केटीहरू औकात हेरेर मात्र माया लाउने हुँदैनन् नि। कसैलाई त धन सम्पत्ति अनि जात र उसको स्तरले फरक पर्दैन।
साँचो माया गर्ने केटीलाई माया र साथ दिए पुग्छ। मैले शीतलको कुरालाई हाँसोले उडाउँदै भने, फिल्म धेरै हेर्नुहुन्छ क्या हो शीतलजी? उनले भनिन्, किन र, यसमा फिल्मसँगको के अर्थ छ र? मैले भने, यो वास्तविक संसार हो शीतलजी। फिल्ममा मात्र हो यस्तो धनी गरिब र स्तर नहेर्ने। त्यहाँ त जे पनि देखाउँछ। वास्तविक संसारले यो पछाउन सक्दैन। त्यसैले यस्ता हावा कुरा नगर्नुहोस्। म हल्का छुक्किएँ, किनकि उनको त्यस्तो कुराले मलाई मेरो गरिबी र स्तरमा औला उठाए यसै लागेर आएको थियो। उनले मेरो कुरा सुनेर नम्र हुँदै भनिन्, ओहो समर्पणजी, यति धेरै छोरी मान्छेलाई हेर्ने नजर हजुरको त खत्रै रहेछ त। जसरी हातमा औँला सबै बराबर छैनन्, त्यसरी नै सबै केटी पैसा हेरेर माया लाउने हुँदैनन् ल। एक दुईजना केटी त्यस्तो देख्नुभयो भन्दैमा सबै केटी उस्तै हुन्छन् भनेर कसरी भन्न सक्नुहुन्छ? मैले भने, हजुरको बोयफ्रेन्ड छ? सायद छ होला होइन? अनि म जस्तै गरिब बोयफ्रेन्ड त पक्कै हेर्नु भएन होला। धनी र ह्यान्डसम नै खोज्नु भयो होला। फेरि किन मलाई चाहिँ धन हेरेर माया गर्ने केटी सबै हुँदैनन् भनेर शिक्षा दिनुहुन्छ? मेरो कुरा सुनेपछि अनि मलाई उनले धेरै सम्झाउँदा पनि मैले सम्झिन नखोजेको देखेर उनी पनि हल्का रिसाएर भनिन्, हजुरलाई त सम्झाउन बेकार छ समर्पणजी। यो सानो गाउँमा बसेर अनि यहाँको समाजको मान्छेको सोच यस्तै भएर हो हजुरले सबै केटीलाई हेर्ने नजर गलत भएको। अनि अर्को कुरा, मेरो कुनै बोयफ्रेन्ड छैन। उनी रिसाउँदै चुपचाप खाना खान थाले। मलाई उनी रिसाएको देखेर नराम्रो लाग्यो अनि भने, सरी शीतलजी, मेरो उद्देश्य हजुरको मन दुखाउनु थिएन। सायद हुन सक्छ यो समाजमा बसेर मेरो सोच पनि यस्तै भएको होला। मेरो जिन्दगीमा यसरी बुझाउने सम्झाउने न साथी छन् न त आफन्त। मैले जे भोगेको छु त्यसैको आधारमा जवाफ दिएको हुँ। मिल्छ भने क्षमा गरिदिनु होला। मेरो कुरा सुनेर उनको पनि रिस शान्त भएको थियो अनि भनिन्, अबदेखि यो धनी गरिबको कुरा नगर्नुहोस्, मलाई मन पर्दैन। मान्छे भएपछि सबैलाई समान नजरले हेर्ने बानी छ मेरो, अनि सबै छोरी मान्छेलाई त्यति गलत नजरले नहेरिदिनु होला। मैले पनि हुन्छ भनेर शिर हल्लाएँ अनि उनी खुसी भइन्। उनको सोच र बोल्ने हरेक शब्द मलाई मन परेको थियो। मेरो खाना सकिएको थियो, त्यसैले उठ्न चाहे। उनले मलाई रोक्दै भनिन्, म पनि खाइसक्छु, एकछिन बस्दैनुस् न। उनको कुरा मैले काट्न सकिनँ, तर वरिपरि बसेर हेर्नेहरूले हामीलाई मात्र हेरिरहेका सन्झै लागेर आएको थियो। मेरा साथीहरू पनि मलाई घुरेर हेरिरहेका थिए, किनकि शीतलले उनीहरू कसैलाई पनि भाव दिएकी थिएनन्। थाहा छैन शीतलले ममा के देखिन् त्यस्तो, जसको कारण उनी मसँग मात्र बोल्न खोजिरहेकी थिइन्। कतै मेरो यस्तो चिपिक्कसँग नरिवालको तेल लगाएर कोरेको कपालको कमाल त होइन, कतै उनलाई मेरो सुन्दरताले नजिक तानेको त होइन। म मनमा नै रमाए, कुरा खेलाउँदै भए पनि। त्यसपछि उनले पनि खाना खाइसकिन् अनि हामी दुवैजना उठ्यौँ। बाहिर केही खाली कुर्सीहरू थिए, त्यहाँ गएर त्यसै कुर्सीमा हामी दुवैजना बस्यौँ अनि केही पर मेरा साथीहरू र सोल्टिनीहरू नाच्दै रमाइलो गरिरहेका थिए। त्यो दृश्य हेरेर हामी दुवैजना रमाइरहेका थियौँ। साँच्चै विवाहको पल कति रमाइलो हुन्छ। अझ राम्री सोल्टिनी साथमा छ भने त माहौल नै रमाइलो हुने। म आफूलाई त्यो बिहेमा भाग्यमानी ठानेको थिएँ। मैले मेरो गरिबी र स्तर सबै बिर्सेको थिएँ। मैले केवल शीतललाई मात्र महसुस गरेको थिएँ। ऊ अरूले नाचेको हेरेर मुस्कुराइरहेकी थिइन् अनि म उनलाई हेरेर मनमा नै खुसीले गदगद हुँदै आफ्नो कपाल मिलाउँदै मस्किँदै थिएँ। सेतो कुर्तीमा साँच्चै स्वर्गबाट मेरी लागि धरतीमा आए जस्तै देखिन्थिन्। आकाशमा राति उदाउने चन्द्रमा जस्तै देखिन्थ्यो। काश त्यो चन्द्रमाको कालो दाग बन्न पाए। म यस्तै सोच्दै उनलाई हेरेर टोलाइरहेँ। अचानक उनले मतिर हेरिन् अनि भनिन्, समर्पणजी, किन यसरी मलाई हेरेर टोलाउनु भएको? के भयो हजुरलाई? मैले हडबडाउँदै भने, ए के होइन। यति भन्दै आफ्नो नजरलाई सम्हाल्दै दायाँ बायाँ गर्न थाले। धात्तेरी देखिहाले, के सोचियो होला उसले? मन नै कस्तो नराम्रो भयो। अनि त फेरि फेरि उसलाई घुरेर हेर्न नै सकिनँ। केही बेर त्यहाँ बसेर अरूको नाचगान हेरिसकेपछि उनले भने, समर्पणजी, जान्न हजुर म पनि नाचौँ। त्यो भिडमा यति राम्रो केटीसँग नाच्दा त
सबैले हामीलाई नै हेर्छन्, कसरी नाच्नु हो यसरी। यही सोच दिमागमा आएर उनलाई ननाच्ने भनेर भने, तर उनले जिद्दी गरिरहिन्। मन त थियो सँगै नाच्ने, तर भिडसँग डर थियो। मैले नमानेपछि उनी आफै उठेर मलाई मेरो हात समाएर तान्दै नाच्ने ठाउँमा लगिन्। पहिलोचोटि कुनै युवतीले हात समाउँदा मलाई 420 को झड्का लागेको थियो। नाच्ने ठाउँसम्म पुग्दा सबैले हामी दुवैलाई हेरिरहेका थिए। अझ उनले मेरो दुवै हातलाई उनको कम्मरमा लगेर समाउन लगाइन् अनि उनको दुवै हात चाहिँ मेरो घुममा थिए। नजर हामी दुवैका जुधेका थिए। सबै गाउँलेहरू हामीलाई हेरिरहेका थिए अनि उता म्युजिक बज्दै थियो। आज किन सपनामा म छु कि जस्तो लाग्दैछ। म त तिम्रो बेहुला, तिमी त मेरी बेहुली। यो पल मेरो जिन्दगीको अविस्मरणीय पल थियो। त्यो भिडमा केवल उनी र म मात्र त्यसरी नाचिरहेका थियौं। हाम्रो जोडी देखेर आँखा लगाउने धेरै थियो अनि मनमा नै जलन पनि भएको हुँदो हो, किनकि त्यहाँ गरिब र धनीको मिलाप भएको थियो। उनको मुहारमा आँखा जुधाएर हेर्नसम्म सकेको थिइनँ। उनको कोमल हातले मलाई स्पर्श गर्दा अनि मैले उनको मुलायम कम्मरमा हात लगेर राख्दा मेरो त भाग्य नै बदलिएको जस्तो भएको थियो। उनको गाजलु आँखाका तीर यो मनमा सिधै गढेको थियो। केही बेर नाचेपछि थाकेर म कुर्सीमा बस्न गएँ। उनी चाहिँ साथीहरूसँग एकछिन रमाइलो गर्न गइन्। म उनीसँग नाचेको पल सम्झिएर एक्लै एक्लै मुस्कुराउन थालेको थिएँ। मेरा केही साथीहरू मेरो छेउमा आएर भन्न थाले, केटीसँग नाच्न पाएर मक्क होला है, तर धेरै खुसी नहुँदा हुन्छ। त्यो केटीका आकाशकी जुन जस्ती अनि त कहाँ धरतीको हिलो जस्तो। यस्तै भन्दै चिढाएर मेरो मजाक गरेर गए। मलाई पनि भन्न मन लागेको थियो कि म हिलो नै सही, तर तिमीहरूलाई के थाहा कमल हिलोमा नै फुल्छ भनेर। त्यसैले कसैको स्तर र अवस्था हेरेर घोचेर नबोल्नु। तर मौन बसे, किनकि मलाई उनीहरूसँग तर्क गरेर झगडा गर्नु थिएन। त्यसै पनि तिनीहरू मसँग जलेर यो सब भन्न आएका थिए। तर केही कुरा त सही नै भनेका थिए कि उनी कहाँ आकाशकी जुन अनि म कहाँ धरतीको धुलो। हाम्रो मिलन हुनु भनेको असम्भव थियो, तर पहिलो नजरमा नै मन परेकी केटी थियो। केही पल अघि मुस्कुराई बसेको म पुनः साथीहरूको कुरा सुनेर मन उदास भएर आयो। त्यो भिडमा सबैजना आफ्नो साथीको ग्रुप बनाएर रमाइरहेका थिए अनि म केवल एक्लै। गरिब भएपछि त साथीभाइ पनि टाढिँदै जाँदा रहेछन्, साथी जस्तो व्यवहारसम्म नगर्दा रहेछन्। जान त मन थियो त्यो बिहे घर नै छाडेर। फेरि सोचे, आजको दिन त हो मैले शीतलसँग बोल्न पाउने र देख्न पाउने। त्यसपछि त उनी कताको अनि म कताको। हाम्रो भेट नहुन पनि सक्थ्यो। जे जस्तो भए पनि उनको साथले गर्दा, उनको बोलीचालीले गर्दा मलाई उनी मन परेको थियो। त्यसैले पर नै बसेर बिहेको रमाइलोपन हेर्दै टोलाइरहे। उनलाई भन्न मन लागिरहेको थियो कि शीतल म तिमीलाई मन पराउँछु भनेर, तर यो मेरो लागि आकाशको फल आँखा तरी मर भने चाहिँ भएको थियो। एकतर्फी प्रेम साँच्चै घातक हुने। मान्छे मन परेको भए पनि घरको अवस्था र परिस्थितिले मनको कुरा मनमा नै लुकाउनु पर्ने बाध्यता केवल एउटा हामी जस्तो स्तर नै नभएका मान्छेले मात्र बुझ्न सक्थ्यो। म चुपचाप मनमा कुरा खिलाउँदै बसिरहे। पछाडिबाट आवाज आयो, एक्लै एक्लै के सोचेर बस्नु भएको? म फनक्क फर्किएर हेरेँ, शीतल रहेछ। मैले मुस्कुराउँदै भने, केही होइन, बिहेको रमाइलो हेर्दै बसेको नि। उनी मेरो छेउमा कुर्सी तान्दै भन्न थालिन्, अनि कोही सोल्टिनी मन पर्यो कि नै? भन्नु है, मिलाइदिन्छु। मैले उनलाई हेरेँ। एकोहोर हेरेको देखेर भनिन्, को मन पर्यो भन्नु भनेको? झन् मलाई पो हेर्नुहुन्छ। उनले मेरो इसारा बुझ्न सकिनन्। मनको कुरा आँखाले भनेको थिए कि त्यो केटी तिमी हौ, मलाई तिमी मन परेको छ मिलाउन भनेर। बोलीमा उनलाई भन्न डर लागेको थियो। मैले लामो श्वास तान्दै भने, मन परेको त थियो एकजना, तर म अड्किएँ। उनले उत्सुकता देखाउँदै भनिन्, तर के भयो भन्नु त?
को त्यो केटी म कुरा गर्दिन्छु। मैले मुस्कुराउँदै भने, होस्, असम्भव कुरामा धेरै मन डुलाउनुहुन्न, मनको कुरा मनमै रहोस्। बरु तिम्रो सुनाऊ, कोही मन पर्यो भने म कुरा गर्दिन्छु। उनले भनिन्, खै त्यस्तो मनले खाएको केटा त कोही छैन हो। फेरि मलाई यो माया प्रेममा फस्नु नै छैन, सबै बकवास लाग्छ। उनको कुराले मैले मेरो जवाफ पाइसकेको थिएँ। अब त झन् मैले उनलाई मन पराएको कुरा गर्नु भनेको गाली खानु जस्तो मात्र हुने थियो। त्यसैले मनको कुरा नभनेर ठिकै गरे जस्तो लाग्यो। जन्ती फर्किने तयारी हुन थाल्यो। शीतल बेहुली हेर्न गई पुनः। म एकछिनमा आउँछु भनेर भनेको थिएँ। मलाई त्यहाँबाट सरासर जान मन थियो घर। आजको दिनको सबै घटना भुलेर केवल सपना सम्झेर बिर्सिनु थियो मलाई। शीतललाई कल्पनाको संसारको एक झलक सम्झेर मन बुझाउनु थियो मलाई। त्यसैले सबैजना उता रमाइरहँदा मैले यता घरतिर आफ्नो पाइला बढाउन थालेको थिएँ। म केही पर पुग्दा नपुग्दै पछाडिबाट कसैले मेरो हात समात्यो। चिसो भिजेको हातले मेरो हात समाउँदा म झस्किएको थिएँ। यसो फर्किएर हेरे शीतल रहेछे। शिरदेखि पाउसम्म पुरै भिजेकी थिए। म छक्क परे के भएछ भनेर। मैले केही बोल्न नपाउँदै उनले भनिन्, बेहुली लाने बेला भयो, सोल्टीहरूले सबै सोल्टिनेहरूलाई बाल्टीमा पानी भर्दै भिजाइदिए। हजुरको गाउँको रीति यस्तै रहेछ, पानीले भिजाएर मजा लिने। मलाई त थाहा थिएन। मैले भने, हो नि, हामी अक्सर आफ्ना सोल्टिनेहरूलाई जाने बेलामा उनीहरूको मजा यसरी नै लिने गर्छौँ। उनले भने, कति धेरै चिसो पानी रहेछ, मसँग त कुनै कपडा नै छैन। उनी मेरो अघि कापिरहेकी थिइन्। आँखाको गाजल मेटिएर गालामा बगिरहेका थिए। उनी हाड देखेकी थिइन्। त्यसैमाथि सेतो कुर्ता भिज्दा त उनका भित्री वस्त्र सबै छर्लङ्ग देखेका थिए। उनी आफ्नो भित्रबाट देखिएका लुगा दुई हातले छोप्ने प्रयास गरिरहेकी थिइन्। मैले पनि त्यसरी उनको शरीर हेर्नु गलत हो भन्दै आफ्नो नजरलाई घुमाएँ। यस्तो हालतमा उनलाई छाडेर जान पनि सकिनँ, न त म केही गर्न नै सक्थेँ। उनले भनिन्, तपाईको घर नजिकै होला नि, बरु एकछिन घरमा हजुरको सर्ट नै भए नि लाएर आउँछु, प्लिज लानु न, म त जाडोले नै मर्छु होला। उनको आग्रहलाई नकार्न कहाँ सक्थ्यो होला र, त्यो पनि यस्तो हालतमा। तर आफ्नो गरिबीको झुपडीमा चन्द्रमालाई लगेर राख्न पनि मनले मानिरहेको थिएन। आखिर उनलाई माया प्रेममा विश्वास छैन। त्यसै पनि मैले मनको कुरा उनलाई भनेको छैन। लादेमा के होला र, फेरि हाम्रो भेट हुने पनि त होइन। मेरो झुपडी देखेर मन बदलिएर जान्न भनिन् भने झन् राम्रो। यही सोचेर हुन्छ भन्दै मैले उनलाई मेरो घर लान चाहे। हामी बिस्तारै मेरो घरतर्फ लाग्यौं। सानो खेतको आलीको बाटो थियो। म अघि अघि उनी पछि पछि। उनको लामो हिलले आलीमा टेक्दै हिँड्न गाह्रो भएको थियो। त्यसैले उनको हिल मैले हातमा बोकेको थिएँ, किनकि उनको दुवै हातले आफ्नो सुरक्षा गरिरहेकी थिइन्। मैले पनि लाज नमानी उनको हिल बोकिरहेको थिएँ। त्यो यात्राभरि हामी एकअर्कासँग बोलेका थिएनौँ। उनको यस्तो हट रूप देखेर मेरो मन विचलित भइरहेको थियो। सायद उनलाई यो अवस्थामा मेरो सामु आउँदा लाज लागिरहेको हुँदो हो। केही बेरमा हामी दुवैजना मेरो घर छेउमा आयौं। हामी घर अगाडि टक्क अडियौं। मामुले देख्नुभयो। शीतल सरासर मामुलाई गएर ढोगिन्। यो देखेर मनी छक्क परे। अनि मामुले मलाई सोध्नुभयो, बाबु समर्पण को हुने नानी, कति राम्री अनि संस्कारी रहेछन् त, तर त यो गाउँमा कोही पनि केटी साथी छैनन् त। मामुको कुरा सुनेर शीतलले भनिन्, मामु म बिहेमा आएको हो, अनि उतैतिर समर्पणसँग भेट भएको हो। मेरो सोल्टी हुनुहुन्छ उहाँ, अनि म चाहिँ उहाँको सोल्टिनी। आमा मुस्कुराउनु भयो अनि भन्नुभयो, धेरै पछि कोही कसैलाई यसले घरमा ल्याएको छ, उसका केटा साथीहरूसम्म आउन चाहँदैनन्। भिजेकी रहेछौ, जाऊ नानी भित्र अनि कपडा फेर्नु। शीतलले मलाई हेरिन् अनि मुस्कुराइन्। मैले शिर हल्लाएँ अनि उनलाई घरभित्र लान चाहेँ। भत्किन लागेको ढोका अनि घरका भित्ताहरू पाल परेका थिए। खरको छानो अनि माटोले बनेका 3 कोठा। त्यो गरिबीको झुपडीमा उनलाई भित्र्याउन मलाई धेरै अप्ठ्यारो लागिरहेको थियो। तर उनको अवस्था यस्तो थियो कि नचाहेर पनि म ल्याउन बाध्य भएको थिएँ।
उनले मलाई निहाल्दै आफ्नो दाहिने खुट्टा अगाडि राखेर भित्र पसिन्। उनको मगमगाउँदो पर्फ्युमको बास्नाले घर नै सुगन्धित भएको थियो। उनको आगमनले घर नै उज्यालो भएको थियो। मैले उनलाई मेरो कोठामा लगेँ अनि मेरो बाकसमा भएको केही नयाँ देखिने लुगा निकालेर खाटमा राखिदिएँ। म उनलाई त्यही झाडेर बाहिर गएँ। बाहिर आमा काम गर्दै हुनुहुन्थ्यो। म त्यही बसेर शीतलको प्रतीक्षा गरिरहेको थिएँ। उनी त्यो बन्द कोठामा कस्तो घुटन महसुस गरिरहेकी हुँदी हो। सायद उनी पहिलोचोटि यस्तो झुपडीमा बस्दा कस्तो भयो होला। मेरो मनमा अनेकौं कुराहरू खेर्न थालेका थिए। एकैछिनमा भित्रबाट शीतल बाहिर आइन्। उनले मेरो एउटा सर्ट लगाएर आएकी थिइन्। सेतो तर हल्का मैलो सर्ट थियो। ढुसी लागेर केही गनाएको थियो होला, तर थाहा छैन उनले कसरी लाउन सकिथ्यो। तर उनलाई देखेर म हेरेको हेरे भएँ। एउटा मात्र सर्टमा उनी राम्री देखेकी थिइन्। उनका मुलायम शरीर, उनको सुन्दरता देखेर मैले घुटुक्क थुक्नेछु। माथिका 3वटा बटन खोलिएका थिए। उनलाई देखेर मेरो श्वास नै रोकिएला चाहिँ भएको थियो। उनी मेरो छेउमा मुस्कुराउँदै आइन् अनि भनिन्, मलाई कस्तो देखिएको छ? मैले अकमकाउँदै भने, हट। मेरो कुरा सुनेर उनी मुस्कुराइन्। आमाले हामी दुवैलाई खुसी भएर मुस्कुराउँदै गरेको देख्नु भयो। अनि करिसाबारीको काम सकेर आउनुभयो र भन्नुभयो, तिमीहरू दुईजना बसेर कुरा गर्दै गर, म चिया बनाइदिन्छु। अनि नानीको लुगा कता सुकायो त? उनले भनिन्, ए आमा, मैले त सुकाउनै बिर्सेछु, भित्र नै छ लुगा त। आमाले भन्नुभयो, तिमी बस, म सुकाइदिन्छु। शीतललाई अप्ठ्यारो लागेर आमालाई गर्न दिन चाहेकी थिइनन्, तर आमाले शीतललाई बस्नको लागि मात्र आग्रह गर्नुभयो। त्यसपछि शीतललाई एउटा मुढो तानेर बस्नको लागि आग्रह गरे। उनी मेरो सामु बसिन् अनि म उनको अगाडि। तर उनी मेरो सामु बस्दा उनको भित्री वस्त्र देखिरहेको थियो, जुन देखेर मलाई उनको सामु बस्दा लाज लागेर आएको थियो। उनी यो कुराबाट अनजान थिइन्, तर मलाई बस्न अप्ठ्यारो लागेर म सर्न चाहेँ। तर उनले मलाई जान दिएनन्। मलाई भन्न मन थियो कि उनको यो सब कुरा मैले देखिरहेको छु। मलाई यो सब भन्न मन थियो, तर भन्न डर लागिरहेको थियो। फेरि नभनी बस्दा उनले मलाई गलत सोच लिन् जस्तो लागेर आँट गरेर भने, शीतलजी, म तपाईको अगाडि बस्न सक्दिनँ। मलाई अप्ठ्यारो लागिरहेको छ। तपाईको भित्री कपडाहरू देखिरहेको छ, जुन देखेर मलाई बस्न अप्ठ्यारो भइरहेको छ। उनले आफ्नो कपडाले ती सबै छोप्दै भनिन्, तपाई त कति धेरै इज्जत गर्ने मान्छे हुनुहुँदो रहेछ समरमर्सी। हजुरको यो कुराले मेरो मन जित्यो। उता आमाले शीतलको लुगा सुकाएर चिया बनाएर ल्याइदिनु भयो। आमाले शीतल र मलाई चिया दिएर जानुभयो। मैले शीतललाई भने, गरिबको घरको चिया पिउँ है? उनले रिसाउँदै भने, के को गरिब गरिब भन्दै आफूलाई यति धेरै गिराउनुहुन्छ? सबै मान्छे सम्पन्न हुँदैन, कसै न कसैलाई केही न केही कुराको अभाव नै हुन्छ। हजुरको संस्कार नै हो हजुरको सम्पत्ति। त्यही मिठो बोली, हजुरको व्यवहार देखेर म हजुरसँग बोल्न लालायत भएकी हुँ। उनको कुरा सुनेर मैले भने, नरिसाउनुहोस् न प्लिज शीतलजी, अबदेखि आफूलाई गरिब भनेर हुच्याउने काम गर्दैन। उनी रिसाएको देखेर मलाई कतै उनी मसँग नबोल्ने पो हो कि भनेर डर लागेर आएको थियो। त्यसपछि उनी चिया पिउन थालिन् चुपचाप। मैले फेरि सोधेँ, कस्तो लाग्यो मेरो घर? उनले आँखा ठुलो पारेर भनिन्, राम्रो छ। घर सुन्दर भएर मात्र फरक पर्दैन, मन सफा हुनुपर्छ। अर्को कुरा, कोठा राम्रोसँग मिलाएर राख्ने गर्नु। मैले हुन्छ भन्दै शिर हल्लाएँ। चिया पिइसकेर उनले भनिन्, घरसम्म ल्याएर आफ्नो कोठा देखाउनुहुन्न? मैले भने, ए सरी, मैले बिर्सेछु। हुन्छ, जाऊँ न त। त्यसपछि हामी दुवैजना हाम्रो कोठामा गयौँ। जब मैले कोठाको ढोका खोलेँ अनि हेरेँ, तब देखेँ कि मेरो त सबै कपडादेखि लिएर बेडसम्म सबै मिलाइएका थिए। शीतलले सबै मिलाइदिएछिन्। मैले उनलाई पछाडि फर्केर हेरेँ अनि भने, यो सबै तपाईले मिलाइदिनु भएको? कस्तो राम्रो देखिएको छ। थ्याङ्क यू हजुरलाई।
उनी मुस्कुराउँदै मेरो कोठामा छिर्न खोज्दा ढोकामा खुट्टा अल्छिएर उनी ममाथि लड्न पुगिन् अनि हामी दुवैजना मेरो बेडमा लड्न पुग्यौं। म तल थिएँ भने उनी मेरो माथि थिइन्। हामी दुवैजनाको नजर सुधेको थियो। पहिलो पटक जिन्दगीमा कुनै केटीको सम्पूर्ण शरीरले मलाई स्पर्श गरेको थियो। उनको कोमल शरीरले मलाई स्पर्श गर्दा मेरो शरीरमा कम्पन भइरहेको थियो। ओठहरू काँपिरहेका थिए। उनका पनि आँखा ठूला भएका थिए। यो पल हाम्रो लागि निकै लज्जास्पदवाला भएको थियो। मेरा दुवै हात उनको कम्मरमा थिए अनि उनको दुवै हात मेरो काँधमा। यो पल कान शून्य भएर आएको थियो। उनको शरीरको वासनाले म पनि उनीसँगै मगमगाइरहेको थिएँ। उनको गुलाबी नरम ओठ मेरो नजिक हुँदा उनको तातो तातो श्वास महसुस गरिरहेको थिएँ। हामी दुवैजनाको मुटुको चाल जोडले पडिरहेको थियो। बिस्तारै हाम्रो नजर जुत्दै जाँदा हामी दुवैजनाको ओठ नजिकिँदै थियो। आवाजविहीन हामी बिस्तारै हाम्रो ओठ नजिक ल्याउँदै थियौं। ओठ कमाउँदै अनि मुटुको चाल बढाउँदै बिस्तारै हाम्रो ओठ जोडिन खोज्दै थियो। अनि त्यसै बेला बाहिर शीतलको साथी खोज्दै खोज्दै मेरो घरसम्म आइपुगेकी रहेछ। शीतल, ओइ शीतल भन्ने आवाज सुन्न साथ हामी झसङ्ग भएका थियौं। चुम्न लागेका ओठहरू भन्दा पनि लाजले आँखाहरू हामी दुवैका ठूला ठूला भएका थिए। त्यो बेला हामी दुवैलाई एकअर्कादेखि लाज लागेर आएको थियो। उनी अत्तालिँदै सरी भन्दै उठेर जान खोज्दा उनले टेक्ने भुइँ चिप्लिएर फेरि ममाथि नै खप्टिन आइपुगे। अनि यही पल अकस्मात हामी दुवैजनाको ओठ एकअर्कासँग जोडिएको थियो। यो मेरो जिन्दगीको पहिलो चुम्बन थियो, जसलाई मैले मनदेखि नै मन पराइरहेको थिएँ एकै झलकमा। ओठ जोडिएपछि त हाम्रो धड्कन नै रुकेला जस्तो भएको थियो। बाहिरबाट आवाज आइरह्यो, तर हामी आफ्नै अर्कै संसारमा हराएका थियौं। न ऊ जान सके ओठ छुट्याएर, न त मैले नै उनलाई छुट्याउन सके। केही समयको ओठको रसपानसँगै जब आमाले कोठा बाहिरको ढोका ढकढकाउनु भयो, तब हामी हतारिँदै एकअर्कालाई सम्हाल्दै उठ्यौं र ढोका खोल्यौं। शीतल बाहिर गई लजाउँदै म भित्र नै बसिरहेँ। मलाई विश्वास नै लागिरहेको थिएन कि मैले कसैलाई चुम्बन गरेँ भनेर। म त सपनाको दुनियाँबाट बाहिर आउन नै सकिरहेको थिइनँ। तर बाहिरको आवाजले मलाई बिठोलिरहेको थियो। बाहिर शीतलको साथीले शीतललाई देखेर भन्दै थिए, ओए के हालत बनाएकी तैले? अनि त यस्तो झुपडीमा किन आकी? कस्तो गनाएको सर लगाएकी तैले? छिटो खोल अनि जाम यहाँबाट। मलाई त उल्टी आउला जस्तो भइसक्यो। अनि कसरी बस्न सक्छन् होला मान्छेहरू यस्तो जनावर बस्ने खोरमा? शीतलले जवाफ दिँदै थिए। यति धेरै हेपेर नबोल त। घर भनेको सानो होस् या ठुलो फरक पर्दैन। तेरो यस्तो बानी धेरै पहिलादेखि नै सुधार भनिरहेको छु। आफू धनी छु भन्दैमा कसैलाई हेपेर बोल्नु हुँदैन। अर्काको घरमा आएर चाहिँदो नचाहिँदो बोल्याछ। कति नराम्रो लाग्छ उहाँहरूलाई। त साथी भएर मात्र होस्, नत्र अरू भएको भए झापट भेटिसक्थ्यो। ह्या छोड न, तेरो यो सधैँको भाषण सुन्दा सुन्दा म वाक्क भइसकेँ। घर जाउँ हिँड, म त यहाँ एकपल पनि बस्न सक्दिनँ। उसको साथी नखरा देखाउँदै बोल्दै थिए। शीतलले फेरि भन्दै थिए, त गाडीमा जा, म एक्लै आउँछु। शीतलको कुरा सुनेर उनको साथी रिसाउँदै फतफताउँदै गई। शीतलले मेरो आमासँग हात जोड्दै भन्दै थिए, आमा मन नदुखाउनुहोस् है, यो यस्तै छ, कुनै दिन यो पनि चेत्छे नि, छोरी सम्झेर माफ दिनुहोला। मेरो साथीको अभद्र व्यवहारप्रति म माफी माग्छु। आमाले मुस्कुराउँदै भन्नुभयो, केही छैन नानी, यस्तो कुरा त गाउँमा धेरै सुनिसकेको छु, अब त बानी परिसक्यो। तर यति मिठो तरिकाले तिमीले कसैको गल्तीलाई आफूले झुकेर माफी माग्यौ, त्योबाट नै प्रसन्न भए। तिमीलाई पाउने केटा भाग्यमानी हुन्छ। यति बुझ्ने छोरीलाई जन्म दिने बा आमा धन्य हुन्। उनीहरूको कुरा सुनेर म भावुक बन्दै थिएँ। शीतल कति धेरै बुझ्ने थिए। काश ऊ मेरी भएकी भए।
तर यो सब कहाँ सम्भव थियो र? म बिर्थै कल्पनामा हराएछु। बाहिर जानुहुन्छ कि? म कपडा चेन्ज गर्नु पर्यो। शीतल मेरो कोठामा आफ्नो सुकेको कपडा लिएर आएकी थिए। म चुपचाप उसलाई हेर्दै निस्कन लागे। उसले मलाई च्याप्प हात समाए अनि तानेर आफ्नो समीपमा ल्याए। म अक्क न भक्क परे। उसले भने, एकैछिन है, हजुरको ओठमा मेरो लिपस्टिक लागेको रहेछ, पुछिदिन्छु। मैले उसको हात रोक्दै भने, भयो नपुछिदिनुहोस्, फेरि फेरि देख्न पाउँदिन होला, यसलाई मिठो पल सम्झेर आजको दिन राख्न दिनुहोस्। उसले भने, अकस्मात भएको पल मिठो हुन्न नि समर्पणजी। आमाले देख्नुभयो भने सायद मलाई नराम्रो सोच्नुहुन्छ, त्यसैले भने कि। आमालाई म भन्छु, बिहेको टिकाको रङ ओठमा लागेछ भनेर। ऊ जाने कुराले म विचलित भएको थिएँ। किन रिस उठ्दै थियो। उसले भने, किन अर्कै व्यवहार गर्दै बोल्नु भएको तपाईँ? मैले भने, अब धनी मान्छे गएपछि सबै भुल्ने होला, रमाउ जता गए पनि। सायद भेटै नभएको भए जाति हुने थियो। आँखामा आँसु केही जम्न थालिसकेका थिए। उसले भने, कस्तो रिस उठ्ने कुरा गर्नुभएको तपाईँले? अचानक यस्तो परिवर्तन हजुरमा किन? मैले के गरेँ? न त उनको केही गल्ती थिएन, तर पनि किन हो उनी टाढा जाने कुराले अनि आफूले मन पराएको कुरा भन्न नसकेर होला म झोकिएको थिएँ। कपडा फेर अनि जाऊ। अनि धन्यवाद, यो झुपडीमा पाइला राखेर हाम्रो मान राखिदिएकोमा। उनी निराश हुँदै भन्न थालिन्, मलाई थाहा छैन हजुरलाई के भयो। सायद मेरो साथीको कुराले गर्दा होला रिसाउनु भएको हो। मैले त्यसको लागि माफी पनि त मागिसकेँ नि। मैले रिसाउँदै भने, एउटी धनी बाउकी छोरी आएर दया देखाउने, अर्की आएर बेइज्जत गर्ने। वाह, धनले मातिएकाहरू यस्तै हुन्छन् हो। शीतलले मलाई झापड हानिन् अनि आँखामा आँसु छचल्काउँदै भने, तपाईँलाई राम्रो मान्छे सोचे तर म गलत रहेछु। मैले कहिले धनी र गरिब बीच भेदभाव सोचिनँ, तर आज तपाईँले मलाई राम्रोसँग औकात बताइदिनु भयो। धन्यवाद समर्पणजी। रुन थाली बेडमा बसेर मेरो आँसु खसे तप्प गरेर। मैले किन उसलाई यस्तो व्यवहार गर्दैछु भन्ने कुराको पछुतो लागिरहेको थियो, तर झुक्न मानिन। सायद यो माया थियो होला उनीप्रति, जसलाई मनको कुरा भन्न सकिन। म उभिएको थिएँ। उनी आँसु पुस्दै बेडमा बसिरहेकी थिइन् अनि आँसु पुस्दै भनिन्, म कहिले अब कसैको नजिक भनेर मिठो बोल्दिन। यसरी पीडा मिल्दो रहेछ थाहा थिएन। हामी त श्राप हौ नि धनीहरूको लागि, किन मिठो बोल्थ्यौ र तिमीहरू? मैले तपाईँबाट सिधै तिमी भन्थे। उसले उठेर मेरो सामु आउँदै भनिन्, आखिर के चाहनुहुन्छ तपाईँ मबाट? किन यति रुखो बोली हजुरको? किन? मैले आँखा चिम्लेर भन्थे, बिकज आई लभ यु। मन पराउन पुगे एक पलमा नै देखेर, तिम्रो बोली चाली सुनेर म भित्र आशा पलायो। म प्रति गर्ने व्यवहार सबैलाई समान रूपले बोलेको देखेर एक पलमा नै माया गर्न पुगे। मैले आफूलाई रोक्न सकिनँ। आइ एम सरी। मैले आवेशमा आएर मनको कुरा भने। तिमीलाई त मजाक लागिरहेको होला कि कसरी एक पलमा नै कसैलाई माया गर्न सकिन्छ भनेर, तर मैले माया गरेँ, त्यही एक पलमा नै गरेँ। थाहा छ हामी एक हुन सक्दैनौँ, तर पनि गरेँ। त्योभन्दा धेरै बोल्न सकिनँ। म बाहिर निस्किएँ त्यति भनेर। अनि सायद कोठामा बसेर सोचमग्न भएर बसेकी हुन्थ्यो। म घरदेखि केही पर आएर बसेँ अनि सोच्न थालेँ, सायद मैले यसरी छर्किएर उसलाई यस्तो नगर्नुपर्ने थियो भनेर। आफैलाई पछुतो लागेर आयो। उनीप्रति गरेको व्यवहार सम्झेर आफैलाई आफैदेखि रिस उठेर आयो। शीतलको मनको कुरा नबुझी मैले यसरी रिसको झोकमा कराउनु हुने थिएन। म भन्दा कैयौं गुना सम्पन्न केटाहरू उसको पिछा लागेका हुँदो हो, किनकि उसलाई देख्ने जो कोहीले उसलाई मन पराउन सक्थ्यो। मैले यो कस्तो व्यवहार गरेँ उनीप्रति? कुरै नबुझी आवेशमा आएर गलत गरेँ। के सोची होली मेरो बारेमा? कति गलत सोची होली। विश्वास गरेर घरसम्म आएकी थिए, तर मैले गरिबीको औकात देखाएर उसलाई नराम्रो भने। मैले पनि बुझ्नु पर्थ्यो कि मेरो औकात भन्दा बाहिरकी केटी हो। बेकारमा उसको गल्ती नै नभए मैले जे पायो त्यही भने।
माफी माग्छु गएर। मनमा यस्तै सोच अनि उदासीको मुहारलाई लिएर शान्त बनाउँदै म पुनः घरतिर लागे। शीतलले आमासँग बिदा माग्दै स्कुटी चढ्दै थिइन्। उसको अघिको साथीले ल्याएकी थिए स्कुटी। म घर पुग्न नपाउँदै शीतल स्कुटी लिएर गई। ऊ मेरो सामुबाट गई केही नभने अनि मलाई हेर्दा पनि नहेरी। बसमा शीतल शीतल भन्दै उसलाई बोलाइरहे। शीतल केही नभनी गएकी थिए। सायद मेरो अभद्र व्यवहारले ऊ रिसाएकी हुँदी हो। मसँग केही नबोली गई अनि देखेर पनि नदेखेसै गरेर गएकी थिए। नराम्रो लाग्यो अनि मन पनि केही मात्रामा दुख्यो। एक दिनको माया एकै पलमा तहस नहस भएको थियो। नचिनेको थिएँ राम्रोसँग, नबुझेको थिएँ उसलाई, तर पनि मनको कुरा भने। हतारिएर बनेको मेरो एकतर्फी प्रेम छद्दाछुल्ल भएको थियो। एकतर्फी प्रेम टुटेको थियो मेरो। यो पीडाले मलाई दुखाइरहेको थियो। भट्टीमा गएर रक्सी पिउन मन लाग्यो। गोजी छामेर हेरे, पैसा थिएन। बेरोजगार मान्छेसँग पैसा पनि कहाँ हुन्थ्यो होला र। त्यही पनि बाँकी दिन्छे कि साइली भाउजूले भनेर उतै लागे। मनको बोझ हल्का गर्न चिरिप्प तान्नु थियो। रित्तो गोजी बोकेर भट्टीतिर लागे। एउटा मुढो तानेर बसे। के भनेर मागौँ भइरहेको थियो। साथमा सुक्को थिएन। म टोलाइरहे अरूले खाएको हेरेर। के चाहियो तँलाई? टोलाइस् त कान्छा? साइली भाउजूले मेरै छेउमा आएर भने। मैले सुस्तरी भने, भाउजू थोरै चुस्की पिउन मन लागेको थियो। उहाँले भन्नुभयो, त ठुलो भइछेस् त, कहिले रक्सी नपिउने मान्छे, आज के भएर? मैले भने, मिल्छ भने थोरै रक्सी बाँकी दिनुस् न, पैसा भएको दिन तिरौला। उहाँले भन्नुभयो, आमा त्यति धेरै काम गर्नुहुन्छ, अरूको घरमा गएर काम गरेर पाएको पैसाले घर चलाइराख्नु भएको छ। अब त तँ पनि काम गर्न, किन बुढी भएको आमालाई दुःख दिन्छस्? आमाले रक्सी पिएको थाहा पाउनु भयो भने के बित्छ होला उहाँमाथि? थोरै मात्र पिउन मन छ, मनभित्रको पीडालाई जलाउनु छ। उहाँभित्र जानुभयो अनि सानो गिलासमा रक्सी लिएर मेरो सामु राख्दै भन्नुभयो, माया प्रेमको चक्कर परे जस्तो छ नि। मैले केही जवाफ नदिकन स्वाट्टै पारे। साह्रै टर्रो थियो। घाँटी पोलेर आयो। तिरमिर बनाएको थियो मलाई। एकपल्ट यस्तो लाग्यो कि सारा कुरा मेरो सामु घुमिरहेको छ। साइली भाउजूले गिलास उठाउँदै भने, रक्सी पिएर मनको बोझ हल्का हुने भए अनि कसैको याद मेटिने भए हर कसैले रक्सी पिएर भुल्थे होला कान्छा। यो त सब आफैलाई सजाय दिने जस्तो मात्र हो। बरु काम गर, त्योभन्दा राम्री भेट्छस्। मलाई सम्झाएर उहाँ अरू ग्राहकको लागि अन्य कुरा दिन जानुभयो। म सरासर उठेर त्यहाँबाट हिँडे। रात छिप्पिन लागेको थियो। शीतलको मुहार आँखाभरि नाच्न थालेको थियो। उसलाई भुल्नको लागि मैले पिएको थिएँ, तर झन् उसैको याद आइरहेको थियो। यो माया प्रेम भन्ने कुरा आफ्नै औकातको हेरेर गर्नुपर्ने रहेछ, नत्र त्योभन्दा बाहिरको हेर्नु भनेको आफ्नै मन दुखाउनु सरह रहेछ। पाइलाहरू लर्खराउँदै भए पनि घर जाँदै थिए। हल्का जाडो मौलाइरहेको थियो। चिसो मौसम सुरु हुँदै थियो। यो चिसो मौसम अनि त्यो तातो रक्सीले पनि शीतलको न्यानो माया भुलाउन सकेन। भारी मन लिएर नै फर्किएँ। उसलाई भुलाउनलाई पिएँ, तर झन् दोब्बर याद लिएर फर्किएँ। परबाट घरमा बलिरहेको टुकी देखेँ। सबैको घर झिलिमिली छ, तर आफ्नो घरमा भने आजसम्म बिजुली जोड्न सकेको छैन। केही नजिक पुगे। आमा खुक्दै खाना बनाउँदै हुनुहुन्थ्यो। मेरो हिँडेको आवाज सुनेर आमाले भन्नुभयो, अघि कि नानी सारी राम्री अनि मजाकी लागि बाबु मलाई त। यस्तै बुहारी ल्याएस् है, कहिलेसम्म तँलाई म बुढी आमाले खाना बनाएर खुवाउनु? उहाँले फेरि खोक्दै ढुङ्ग्रोले आगो फुक्न थाल्नुभयो। म केही बोलिन सरासर कोठामा गएँ। आमा एक्लै गुनासो गर्दै हुनुहुन्थ्यो। आगो नबलेको पीर अनि चिसो दाउरामा भात पकाउँदाको पीडा। मलाई पनि काम गर्न मन नलागेको कहाँ हो र, तर के गर्नु, खासै पढेको थिइनँ। अनि फेरि गाउँमा कसैले काम नै दिँदैनन्। भोलि चोकतिर जानु पर्यो, कतै काम पाइन्छ कि
बिचरी आमालाई कति दुःख दिनु यो उमेरमा। मैले कमाएर खुवाउने उमेरमा मेरो लागि दुःख गर्दै हुनुहुन्थ्यो। टक्सी पिएपछि यस्ता कुरा दिमागमा खेलिरहेका थिए। सोच्दै गर्दा एक्कासी उल्टी आयो अनि दगुरेर केही पर खेतमा उल्टी गरे। साह्रै न मजा लाग्यो। घर आए अनि आमालाई आज खाना खान्न साइली भाउजूकोमा खाएर आए भनेर कोठाभित्र छिरे। आमाले भन्नुभयो, ए ल ल म त एक्लै खान्छु, त्यसै पनि आज सब्जी थिएन, खोर्सानी र नुन पिदेर म खाना खान्छु। आमाको कुराले झस्स मन खोज्यो। आमाले मिठो खानासम्म खुवाउन सकेको छैन। मासु त त्यही बिहेमा खाएको मैले। आमा बिहेमा जानु भएन। आमालाई खानासम्म ल्याइदिन मैले। कति स्वार्थी बनिसकेछु म त। आफूलाई धिक्कारे अनि निदाउने प्रयास गरे। शीतलको पुनः याद आयो। कोल्टे फेरि पनि याद आयो। छटपटीमा बिहानी पख मात्र निधाएछु। म उठेर आँखा खोल्दा घाम त माथि आइसकेछ। आँखा खोल्दा टाउको दुखेर आयो। हिजोको रक्सीले यो सब भएको थियो। बाहिर आमा कसैसँग कुरा गर्दै हुनुहुन्थ्यो। म अल्छी मान्दै बेडबाट उठे अनि घर पछाडि रहेको ट्युबवेलमा गएर मुख धोए। कलको आवाज सुनेर आमाले भन्नुभयो, ए बाबु उठिस, यता आइज त मुख धोएर। आमाले बोलाउनु भयो। मैले मुख धोएर यत्तिकै निद्राको तालमा घर अगाडि आएँ। त्यहाँ आउँदा मेरो नजर टक्क अडिएका थिए। मेरो आमासँग शीतल बसेर कुरा गरिरहेकी थिए। सपना हो कि विपना सोच्नै सकिन। जसलाई भुलाउन हिजो रक्सी पिए त्यही मान्छे मेरो घरमा आमासँग कुरा गर्दै थिए। विश्वास नलागेर आफैलाई चिमोटे। त्यो सपना थिएन, वास्तवमा उनी शीतल नै थिए। मेरो मुखबाट रक्सीको वासना आइरहेको थियो। चुपचाप कोठामा लागे। अब के गर्ने होला भन्दै सोचे। आमाले कराउनु भयो, होइन यो फेरि किन भित्र पसेको होला? यहाँ नानी बिहानै आएर बसेकी छे, ऊ भने केही नबोली भित्र पस्छ त। आमाको कुरा सुनि मात्र रहे। बाहिर जाने हिम्मत आएन। रक्सी पिएको कुराले शीतल रिसाउने हो कि भनेर डर लागेर आएको थियो। सोचिरहेको बेला शीतल मेरो कोठामा नै आई। मसँग बोल्ने सामर्थ्य थिएन। उसले आफै उभिएर सोधी, किन यति ढिलासम्म सुत्नु भएको? उनको जवाफ दिन मन थियो तर बोल्न सकिन। मुखबाट रक्सीको गन्ध आइरहेको थियो। उनी मेरो अझ नजिक आइन् अनि सोधिन्, किन नबोल्नु भएको? अझ पनि चुप बसे। उसले मेरो छेउमा आएर बसी अनि भने, आमाले भन्दै हुनुहुन्थ्यो हजुरले हिजो रक्सी पिएर आउनुभयो अरे। कहिल्यै नपिउने मान्छेले किन रक्सी पियो होला भनेर आमाले मसँग गुनासो गर्दै बिलौना गरिरहनु भएको थियो। मैले बुझिसकेकी थिएँ कि हजुरले किन यस्तो गर्नुभयो भनेर। तिमी किन आएको फेरि? हिजो त केही नभनी अनि नबोली गएको थियौ त, आज फेरि अचानक मेरो घरमा? मेरो कुरा सुनेर उसले भने, तपाईँको त्यो व्यवहारले मेरो धेरै मन दुखेको थियो। मैले त हजुरको केही बिगारिदिएकी पनि त थिइनँ नि। हजुरको रोखो बोलीले मेरो मन बिझाएको थियो, त्यसैले नबोली गएकी। फेरि त्यसरी हजुरले एक्कासी मन पराएको कुराले म त अलमल परेकी थिएँ नि। मसँग जवाफ पनि थिएन त्यो पल के गरौँ भनेर, त्यसैले चुपचाप गएकी। त्यसो भए जवाफ दिन आए कि? केही छैन, मलाई थाहा छ तिम्रो जवाफ। मैले हिजो नै आफ्नो मन बुझाइसकेको छु। सुन्न बाँकी थियो, अब सुनाऊ अनि जाऊ। उसले आँखा तर्दै भने, त्यही जवाफ आफै मनन गरेर होला। रक्सी पिएर आएको होइन त? यसको जवाफ मसँग थिएन। उसको नजर पनि हेरिन। उसले भने, हामी छोरी मान्छे एक्कासी कसैले मन पराउँछु भन्दा सोच्न समय लाग्छ। हुन त मलाई मन पराउनेहरू धेरै छन्, तर म हजुरको बोलीचालीले नजिकिएकी थिएँ। रातभर हजुरको बारेमा सोचे। हजुरले भनेको कुरा एक एक शब्द याद गरे अनि अब मैले निर्णय लिएँ। उसले मेरो नजरमा पुलुक्क हेरे। मैले नजर घुमाएँ। उसले मुस्कुराउँदै भनिन्, मलाई यो धनी र गरिबको अन्तर थाहा छैन। म कसैलाई माया गर्छु भने उसको धन सम्पत्ति र रूप हेर्दिन, म केवल माया हेर्छु। त्यसैले मैले हजुरको प्रपोज एक्सेप्ट गरेकी छु। म उसको जवाफले झस्किएँ। सपना हो कि जस्तो लाग्यो। मनभित्र खुसीले शरीर झुमिरहेको थियो। हातलाई चिमोटे दुख्यो विपना नै रहेछ। कतै मेरो कानले गलत सुन्यो कि भनेर फेरि सोधे, साँच्चै के भन्यो रे?
उसले मेरो कान तानेर मुख नजिक ल्याएर भने, आई लभ यु। उसको कोमल आवाजले मलाई माया गर्छु भनेको सुन्दा त म हर्षले रमाएछु। एकातिर लाज पनि लाग्यो अनि खुसी पनि। म रातो भएको थिएँ। आफूले माया गरेको मान्छेले प्रपोज स्वीकार्दा त कस्तो खुसी लाग्ने रहेछ। ऊ पनि लजाएकी थिए। अहिले हिम्मत गर्दै भने, शीतल किस गरौँ? ऊ लजाई केही भनिनन् अनि म आफै बिस्तारै अघि बढे। उसले रोक्दै भने, रक्सी गनायो हजुरको मुखबाट। उसले मेरो मुखबाट रक्सी गनाएको महसुस गरे। मलाई पनि मेरो मुखबाट रक्सीको गन्ध आएको भान भयो। धत्तेरी, मौकामा चौका हान्न नै पाइएन। अनुहार एकै पलमा लुत्रुक्क पर्यो। ऊ मुस्कुराई। म चुप बसी आफूलाई सम्हालेर। ऊ छेउमा आई अनि मेरो निधार आँखा, नाक अनि गालामा किस गर्दै भने, लिप किस्सै छ नि, अरू कुनै दिन गरौँला है। उसको कुरा म कसरी नगार्न सक्थेँ होला र। मैले पनि उसले भनेपछि हस् भनेर शिर हल्लाएँ। त्यसपछि उसले मलाई कतै घुम्न जाउँ न भनेर भने। म बिचरासँग नयाँ कपडा खासै थिएन। टिनको बाकसमा राखेको कपडाको ठुलो टकटकाउँदै निकाले। हल्का ढुसी पर्दै जान थालेको रहेछ। उसले देख्छ कि भनेर लुकाएर हातले पुछे। थुत्रै लुगा भए पनि उसलाई कुनै परवाह थिएन। तर मलाई भने अप्ठ्यारो लागेर आएको थियो। उसलाई बाहिर बस्न लगाएर मैले कपडा लुकाएको थिएँ। बाहिर आमालाई एकछिन पर पुगेर आउँछु भनेर शीतलसँग उसको स्कुटीमा गएँ। उसले मलाई पहिला त सिधै सैलुनमा लगी अनि मेरो हेयर स्टाइल र मेकअप गर्न लगाइदिए। मलाई मन थिएन यो सब गर्नलाई, तर ऊ चाहन्थे कि म उसको लागि हिरो बनूँ। अप्ठ्यारो महसुस गर्दै मैले त्यो महँगो सैलुनमा कपाल काटे अनि फेसवास गराएँ। दाह्री पनि चट्टसँग मिलाएर काटे। म हेर्दा ह्यान्डसम देखिएँ। मुस्कुराउँदै भन्न थाले, बल्ल मेरो प्रिन्स देखिनु भयो। म लजाएँ। उसले मेरो सुन्दरतालाई निखारेर बाहिर ल्याउने प्रयास गरेकी थिए। त्यसपछि त्यहाँबाट उसले मलाई सपिङ गर्न लगे। सधैँ जसो चाडबाडमा सडकमा गएर लुगा किन्ने मान्छे म। आज उनको कारण कुनै महँगो सबमा सपिङ गर्न गएको थिएँ। मलाई यस्ता महँगा कुरा लाउन कुनै रहर लाग्दैन थियो र मेरो हैसियत पनि थिएन। फेरि पनि ऊ चाहन्थे। मलाई उसको खुसी चाहिएको थियो। त्यसैले उसले जता जता लान्थे म उतै उतै जान बाध्य थिएँ। उसले नै मेरो लागि नयाँ कपडाहरू छानेर किनिदिए अनि लगाउन पनि आग्रह गरे। मैले उसले रोजेको कपडा लगाएको थिएँ। उदङ्ग थिए मलाई देखेर। उसले मेरो गरिबीलाई ढाकिदिएकी थिए। मानौ म पनि अब धनी बाउको छोरा चाहिँ देखिएको थिएँ। आफैलाई ऐनामा हेरेर खुसी भएँ। आफ्नै सुन्दरता देखेर लोभ लागेको थियो। राम्रो कपडा लगाउँदा जसलाई पनि ह्यान्डसम देखिने रहेछ। ऊ खुसी थिए। मलाई अँगालेर अनि हात समाएर हिँडेकी थिए। धेरै नै नजिक भएकी थिए मसँग यति छोटो समयमा नै। मायाको मिठास साँच्चै मिठो हुँदो रहेछ। त्यसपछि उसले एउटा होटलमा लगी खाजा खुवाउनलाई। पहिलोचोटि जिन्दगीमा कुनै केटीसँग यसरी होटलमा आएको थिएँ। उसले विभिन्न प्रकारका खाजाहरू अर्डर गरे। सायद मलाई नामसम्म पनि थाहा थिएन। त्यसपछि खाजा आयो। हामी कुरा गर्दै खाजा खान थाल्यौं। मलाई नौलो लागिरहेको थियो किनकि मैले यस्तो होटलमा कहिल्यै खाजा खाएको थिइनँ। खाजा खाँदै गर्दा उसले एउटा फोन निकालेर दिँदै भने, यो मेरो मान्छेको लागि। मैले भने, तिमीले मेरो लागि यति धेरै गरिसक्यौ त, अब केही पर्दैन। म आफैलाई यसरी लिन अप्ठ्यारो लागिरहेको छ। उसले भने, म नै हजुरको भइसकेपछि त यो कुराहरू केही पनि होइन। फेरि यो फोन हजुरसँग भयो भने कुरा गर्न सजिलो हुन्छ नि त। उसको जिद्दीको अगाडि मैले केही गर्न सक्दिनँ। उसले कपाल सिम किनेर पनि हालिदिइसकेकी रहेछ। साँच्चै ऊ हाम्रो सम्बन्धमा एकदमै सिरियस थिए। तर मैले उसलाई केही दिन सकिनँ। म लाचार थिएँ। उसले बदलामा पनि त मबाट केही चाहिन। सायद मेरो माया मात्र चाहेकी थिए। होटलमा खाजा खाएर हामी निस्कियौं अनि केही बेर कतै डुल्न गयौं।
उसैले चुइगम दिई खानलाई अनि भने, यो खानु श्वास गनाउँदैन। हामी दुवैले चुइगम चबाउँदै घुम्न थाल्यौं। उसले धेरै ठाउँमा घुम्न लगेकी थिए। हामीले धेरै फोटोहरू पनि सँगै खिचेका थियौं। म पहिलोचोटि यति धेरै उसको चञ्चले स्वभावमा रमाएको थिएँ। शीतलसँगको एक एक पल मेरो लागि धेरै नै खास बन्यो। घुमेर साँझ नै परिसकेको थियो। त्यसपछि उसले मलाई मेरो घर छोडिदिने कुरा गरे। हामी बिस्तारै वरपरको दृश्य हेर्दै घर आयौं। घर छेउमा आएपछि उसले स्कुटी रोकी अनि हेलमेट उतारेर मेरो ओठमा चुम्बन गरी। म त हेरेको हेरे भएँ। ऊ मुस्कुराई। मेरो अनुहारको बनावट देखेर मलाई झट्का लागेको थियो। म काँपेको थिएँ। उसले सोधे, किन, के भएर काँपेको हजुर? मैले भने, मैले सोचेको थिएन, त्यसैले अचानक के सुधा मुटु नै बाहिर आउला जस्तो भयो। उसले फेरि चुम्बन गर्ने प्रयास गरे, तर मैले रोकेँ। उसले भने, किन, मन पर्दैन? अघि त कोठामा प्याज बुझाउन खोज्दै हुनुहुन्थ्यो त। मैले भने, त्यस्तो होइन, मुखमा चुइगम छ। ऊ हाँस्न थाले अनि हामी दुवैजनाले चुइगम फ्याँक्यौं। रात पर्दै थियो। हाम्रो वरपर कोही थिएनन्। त्यो रातमा हामीले धेरै बेर एकअर्कालाई अँगालेर चुम्बन गरेका थियौं। ऊ मसँग धेरै नै खुलेकी थिए। सायद मलाई सबै थोक मानिसकेकी हुँदी हो। चुम्बन गरेको पनि झन्डै 10 मिनेट भएछ। उसको फोनको घन्टी बज्यो। हामी दुवैजना झस्कियौं। उसको घरबाट फोन आएको रहेछ। ऊ जान चाहेकी थिइन, तर रात धेरै परिसकेको थियो। समय पनि खराब थियो। त्यसैले उसलाई फकाएर घर पठाएँ। उसले भोलि भेट्ने भन्दै बिदाईको अँगालो हालेर गई। म ऊ गएको हेरिरहेँ। ऊ मलाई भेट्नै पछि केही पैसा खर्चको लागि दिने गर्थे, तर मलाई लिन धेरै अप्ठ्यारो लाग्ने गर्थ्यो। ऊ जिद्दी थिए, त्यसैले लिन बाध्य हुन्थे। त्यो रात उसले घर पुगेर मलाई कल गरी। उसले कलमा भनेकी थिए कि ऊ आफ्नो मामुसँग घुम्नको लागि मुस्ताङ जाने कुरा गरेकी थिए। उसले 1 हप्ता कल गर्न नसक्ने कुरा गरेकी थिए। मैले पनि मामुसँग राम्रोसँग घुम्नु अनि फर्किएपछि भेटौँला भनेर सान्त्वना दिए। त्यो रात उसँग बिताएको पल सम्झँदै निधाए। उसले पनि दिनमा भएको सबै कुरा याद गर्दै निधाउने प्रयास गर्दैछु भनेर भनेकी थिए। म मुस्कुराउँदै निधाउने प्रयास गर्दा गर्दै निधाए। उसले बिहानै मलाई मेसेज छोडेकी थिए कि म हिँडेको भनेर। मैले 10 बजे उठेर देखेको थिएँ। मेसेज गर्न मन थियो, तर उसले नगर्न भनेकी थिए। 1 हप्ता उसको आवाज नसुनी यो मन बस्नलाई गाह्रो भएको थियो। दिनभरि शीतलसँग बिताएको पल सम्झँदै घरमा नि बसिरहेको थिएँ। त्यसै बेला मेरो घरको छेउमा एउटा गाडी रोकियो। एउटा धनाढ्य मान्छे मेरो घरतिर अगाडि बढ्यो। मैले कोठाको भित्ताको प्वालबाट हेरिरहेको थिएँ। बाहिर निस्किएँ। आमा पनि करिसाबारीबाट आउनुभयो। त्यो मान्छे हाम्रो छेउमा आएर भन्यो, म शीतलको बाबा। शीतलको बाबा मेरो घरमा आउनु भएको थियो। म र मेरी आमा उहाँलाई अकस्मात यसरी देख्दा अचम्मित भएका थियौं। आमाले नमस्कार गर्नुभयो, तर शीतलको बाबाले नमस्कार फर्काउनु भएन। उहाँ लाग्थ्यो निकै रिसले आउनु भएको छ। उहाँले भन्नुभयो, केही दिनदेखि मैले शीतलको हाउभाउ परिवर्तन देखेर उसको पछि मान्छे लागेको थिएँ, अनि हिजो मात्र थाहा भयो कि मेरी छोरी तँसँग हिँड्ने गर्दी रहेछ आजभोलि। त जस्तो गरिबको सन्तानले मेरो छोरीलाई फसाउने हिम्मत कसरी गरिस्? तेरो के औकात छ? मेरो एक्लै छोरी हो शीतल। उसको लागि मैले ठूलो सपना देखेको छु। तँलाई लाग्छ म तिमीहरू जस्तो भिखारीलाई छोरी दिन्छु? धनी घरकी छोरी देख्नुहुन्न। तिमीहरू पैसा पाउने लोभमा माया प्रेमको टुना मुना लाएर फसाउँछौ। मेरी छोरी नादान छे। अबदेखि मेरो छोरीको वरिपरि देख्यो भने राम्रो हुने छैन। शीतलको बाबाले भन्नु नभन्नु धेरै गालीका शब्दहरू म र मेरी आमालाई सुनाएर जानुभयो। मन चसक्क दुखेको थियो। आमाको आँखामा आँसु छचल्किएको थियो। मन त थियो मुखभरिको जवाफ दिनलाई, तर आफूले माया गरेको मान्छेको बुबा हुनुहुन्थ्यो, त्यसैले सम्मान गरेर चुप बसे। खै के लाग्छ यी धनले माटिएका मान्छेहरूलाई?
माया भन्ने कुरा पनि कहाँ धनी र गरिब हेरेर गरिन्छ र? यो त अकस्मात हुन्छ। थाहा छैन म यो कुरा शीतललाई भनौँ कि नै। आमाले आँखाको आँसु पुस्दै भन्नुभयो, हेर बाबु, शीतल त मलाई पनि मन परेको केटी हो, तर उनीहरू भनेको धनी हुन्, पछि गएर जे पनि अनर्थ गर्न सक्छन्। हाम्रो विनय सुनिदिने कोही पनि छैन। के गर्छ सब सोचेर गर्नु। उसलाई छोड भनेर पनि भन्दिन, किनभने तैले माया गरेको होलास्। तर आजसम्म जति गरिब नै भए पनि यति साह्रो हेपेर कसैले भनेका थिएनन्। मन दुख्यो बाबु आज। आमा आँसु पुस्दै करेसाबारीमा काम गर्न जानुभयो। म मुढामा थचक्क बसे। सोचमा धेरै कुरा आएको थियो। म कसरी छोड्न सक्छु र शीतललाई? मैले माया गरेको मान्छे हो। मलाई धन सम्पत्ति चाहिएको पनि त छैन। यो कुरा म शीतललाई कसरी भन्नु होला? मैले भने उसले नपत्याउली। उसले पनि त बाबालाई धेरै माया गर्ली। शीतलसँग कुनै कन्ट्याक्ट थिएन। ऊ आफ्नो मामुसँग घुम्न गएकी थिए। म पुनः उदास हुन थालेको थिएँ। तर यो पटक शीर्षक थियो शीतल। मलाई पुनः धेरै पछि कसैले मेरो औकात देखाइदिएको थियो। औकात देखाइदिने आफ्नै मान्छेको मान्छे थियो। थाहा छैन यो पवित्र मायामा किन बाधा अड्चन यति धेरै आउँछ। किन मान्छेहरू अपराधी चाहिँ व्यवहार गर्छन्। कि म गरिब हुन अपराध हो र? यदि म धनी थिए भने सायद उहाँले मलाई आफ्नै छोरी हाँसी खुसी दिनुहुन्थ्यो होला। तर म गरिब छु। त्यसैले नराम्रो वचन लाएर जानुभयो। म शीतलसँग बिताएका पलहरू सम्झेर घरमा नै बस्न थाले। म शीतललाई भुल्न सक्दिन थिए। उसले मलाई मायाको अर्थ सिकाएकी थिए। अनि गरिब पनि मान्छे हो भन्ने कुरा बुझाइदिएकी थिए। जसले जतिसुकै जे भने पनि जे गरे पनि म छोड्न सक्दिन शीतललाई। मैले मनमनै अठोट गरे, चाहे मलाई मारुन् या जेसुकै गरून्, तर यो जुनीमा शीतल मेरी हो, मात्र मेरी। शीतललाई यो सब कुरा नसुनाउने भएको थिए। म चाहन्न थिए कि मेरो कारण उसको र उसको बाबाको सम्बन्ध बिग्रियोस्। केही दिन बितेपछि शीतल घर आइन् होली। एकसाथ उनको कल आयो। शीतलको नामले मात्र पनि मेरो मन हर्षित हुने गर्थ्यो। सारा पीडाहरू भुलेर उनको फोन उठाए। उनले उताबाट भनिन्, हेलो प्यारो मान्छे, सन्चै हुनुहुन्छ? हजुरलाई धेरै मिस गरेको छु। भेट्न मन छ। भोलि भेटौँ न है त्यही होटलमा जहाँ हामी सधैँ खान जान्छौँ। मैले नि धेरै मिस गरेँ। हुन्छ नि, भोलि भेटेर धेरै कुरा गरौँला। उनले घुमेर आज मात्र आएको कुरा जानकारी गराए। अनि थाकेको छु भन्दै केही बेर कुराकानी गरेर फोन राखिन्। उनलाई धेरै दिनपछि भेट्न जाँदै थिए। मन खुसीले झुमेको थियो। पैसाले पो म गरिब होला, तर मायामा म बुक्कै पनि धनी थिएँ। शीतलको आवाज सुनेर दिमागको सारा टेन्सन नै गायब भएको थियो। मैले भने, कसलाई धेरै माया गर्छौ घरमा? उसले भने, मेरो बाबालाई म धेरै माया गर्छु। सानैदेखि उहाँले मेरो हरेक इच्छा पूरा गरिदिनु भएको छ। जहाँ भन्यो त्यही जान दिनु भएको छ। मेरो बाबा विश्वकै सबैभन्दा बेस्ट बाबा हुनुहुन्छ। हाम्रो बारेमा तिम्रो बाबालाई थाहा छ त? समय आएपछि म सबै भन्छु नि। ले भनिन्, म त गरिब छु। फेरि तिम्रो बाबालाई मन परेन भने हामीलाई एक हुन दिनु भएन भने के गर्छौ? उनको मनको कुरा जोड्दै थिए। उनले भने, मेरो खुसीको लागि उहाँ मान्नुहुन्छ। आजसम्म मेरो बाबाले कहिले केही कुरामा नाइ भन्नु भएको छैन। ऊ आफ्नो बाबाप्रति विश्वस्त थिए। मैले उसको बाबाको बारेमा अस्ति भएको कुरा सुनाए पनि सायद विश्वास गर्ने थिएन होली। बरु उल्टै मलाई नराम्रो सोच थियो होली। मैले त्यो कुरा उनी सामु लुकाएँ। उनले धेरै राम्रो ठाउँ घुमेको कुरा गरे। आफ्नो कुरा राखिरहे। म उनको कुरा सुनिरहेँ। कति धेरै विश्वास गर्छे ऊ आफ्नो बाबालाई। तर उसका बाबाले मलाई त्यसरी थर्काएका छन्। थाहा छैन हाम्रो भविष्य भोलि गएर के हुन्छ। केही बेर गफ गरिसकेपछि
घरमा आएर उनको कुराहरू मनमा नै खेलाइरहे। आफ्नै कोठामा एक्लै बसिरहे। आमा बाहिर खोक्दै खाना बनाउँदै हुनुहुन्थ्यो। आमाले बाहिरबाट सोध्नु भयो, कहाँ पुगेर आएको? मैले भने, शीतल आकी रहेछे अनि उसैले भेट्न गएको थिएँ। आमाले भन्नुभयो, उसको बाबाको कुरा गरिस् त? मैले भने, नाइ गरिन आमा, गरे पनि सायद उसले विश्वास गर्दिन। ऊ आफ्नो बाबालाई धेरै माया गर्छे। मेरो कुरा सुनेर आमा चुप बस्नुभयो। सायद मेरो मनको कुरा बुझ्नुभयो। आमाले खोकीले धेरै सताउन थालेको थियो। त्यसैले बेला बेलामा आमालाई खाना बनाउन म सघाउने गर्थे। हुन त आमा जति सुकै बिरामी भए पनि मलाई खाना बनाउन दिनुहुन्न। सायद सुख दिन चाहनुहुन्थ्यो मलाई। तर आमाको त्यो अवस्था पनि त म देख्न सक्दिन थिएँ। रातमा शीतलले फोन गरी हामी धेरै बेर कुरा गर्यौं, घन्टौं माया प्रेमका कुरा गर्यौं अनि बोल्दा बोल्दै निधायौं। बिहानी बक्खममा ढिलो उठे। घर सुनसान थियो। शीतलले फोन गरेकी रहेछ, मैले थाहा पाइनछु। उठेर फ्रेस भएँ अनि हतार हतार उनलाई कल ब्याक गरे। उनले फोन उठाइन्। उनले आज कतै फिल्म हेर्न जाने कुरा गरे। मैले पनि नाइ भन्न सकिनँ अनि फोन राखेर कपडा लगाउन थाले। ह्यान्डसम बने। उनले किनिदिएको कपडा लगाएर म राम्रो देखिएको थिएँ। भान्सामा गएर हेरे, त्यहाँ आमाले खाना नै बनाउनु भएको रहेनछ। भोक लागेको थियो। बिहान बिहान आमा कता जानुभएछ भन्दै मनमा नै गनगनाउन थाले। बाहिर नै गएर खाजा खाउँला भन्दै जब म घरबाट निस्किन चाहे, तब मेरो नजर करेसाबारीमा पुगेर टक्क अडियो। मेरो आमा करेसाबारीमा लडिरहेकी रहेछिन्। म आत्तिँदै आमा भएको ठाउँमा गएँ। म चिच्याउन थाले। मेरो हार गुहार सुनेर गाउँलेहरू भेला भए। जसोतसो कसैले एम्बुलेन्स बोलाइदिएपछि बल्ल एम्बुलेन्स आयो अनि म आमालाई लिएर अस्पताल गएँ। शीतलको फोन आइरहेको थियो, तर मेरो लागि आमाको त्यो अवस्था ठुलो थियो। त्यसैले फोनमा ध्यान गएन। म बेचैन भएको थिएँ अनि आमाको त्यो अवस्थाले आँसुमा डुबेको थिएँ। आमालाई इमर्जेन्सीमा राखियो। आमाको अवस्थाले म बेचैन भएको थिएँ। इमर्जेन्सीमा आमा हुनुहुन्थ्यो। डाक्टरहरू हतारिँदै थिए। डाक्टरले औषधिहरूको बिल बनाएर दिँदै थिए अनि म पैसाविहीन निष्क्रिय रहेर उभिएको थिएँ। मसँग पैसा थिएन। कहाँबाट यो सबै औषधि ल्याउने होला? भगवानलाई पुकार्न थाले। आफन्त भन्नु नै मेरी आमा मात्र हुनुहुन्थ्यो। आँसु खस्न थालेका थिए। आमा बेडमा जीवन र मृत्युको दोसादमा हुनुहुन्थ्यो। पैसा तिरे आमा बाँच्ने चान्स थियो, नत्र डाक्टरले उपचारसम्म नगर्ने भएका थिए। संसारमा सबैभन्दा पैसाको महत्त्व त्यति बेला मात्र थाहा हुने रहेछ जति बेला आफ्नो कोही नजिकको मान्छे अस्पतालको बेडमा सुतिरहेको हुन्छ। कसलाई फोन गरौं अनि के गरौं भइरहेको थियो। औषधिको पेपर बोकेर म थचक्क बसे। शीतलले दिएको हातको घडी हेरे। त्यही घडी फुकालेर अस्पतालको औषधि पसलमा दिँदै औषधि मागे, तर उनीहरूले घडी राख्न मानेनन्। मैले पैसा नआइन्जेल यसैलाई राख्नु भन्दै बिन्ती गरे। सायद मेरो हाल देखेर भए पनि घडी राखेर केही बेरमा पैसा दिने कुरा गरेर औषधि लिएर आएँ। मलाई शीतलको कल आइरहेको थियो। उसलाई आमाको यो हालत भन्न सक्दिन थिए। सायद भनेको भए उनले पैसाको व्यवस्था गर्ने थिइन् पक्कै पनि, तर त्यो पनि त उनले आफ्नो बाबासँग माग्ने थिइन् होली। अनि त झन् उनको बाबालाई पैसाकै लागि माया गरेको जस्तो लाग्ने थियो, जुन म चाहन्न थिएँ। केही बेरपछि डाक्टरबाट थाहा पाए कि आमालाई धेरै धुवाको कारण फुक्सोमा क्यान्सर भइसकेको रहेछ। समयमा नै उपचार नगरे छिट्टै नै उहाँको मृत्यु हुने कुरा थाहा पाएपछि म छागाबाट खसेछे भएँ। उपचार गर्न धेरै पैसा लाग्ने थियो। भागको एउटा जग्गा थियो, त्यही पनि बेचे भने कहाँ जाने
अनि कता बस्ने? जग्गा नबेची आमालाई जोगाउन पनि कहाँ सक्थ्यो होला र? फेरि यस्तो अवस्थामा कसले जग्गा किनिदिने होला? बेचैनीमा बसिरहेको थिएँ। त्यसै बेला पछाडिबाट कसैले कोट्यायो। मैले फर्किएर हेरेँ। शीतलको बाबा हुनुहुँदो रहेछ। मेरो पछाडि मान्छे लगाउनु भएको रहेछ। त्यसैले म अस्पतालमा रहेको र आमा बिरामी परेको सबै थाहा पाएर आउनु भएको रहेछ। मेरो सामु आएर भन्नुभयो, मलाई थाहा छ कि तिम्रो आमालाई समयमै उपचार गरिएन भने मृत्यु पनि हुन सक्छ, अनि तिमीसँग आमाको उपचार गर्नलाई पैसा पनि छैन र तिम्रो भएको त्यो जग्गा कसैले किन्नेवाला पनि छैन। यदि आफ्नो आमालाई जिउँदो देख्न चाहन्छौ भने म लागेको सबै खर्च बेहोरेर तिम्रो आमालाई जीवित बनाउन सक्छु, तर मेरो शर्त छ। मैले भने म जस्तो पनि शर्त मान्न तयार छु, तर मेरी आमालाई बचाइदिनुहोस्। हाली भन्नुभयो, तिमीले शीतललाई यसरी छाडिदेऊ कि उसले जिन्दगीमा तिम्रो मुहार नै नहेरोस् अनि तिमीले यो ठाउँ छाडेर कतै टाढा गएर बस्छ। तिम्रो जग्गा म किन्छु अनि त्यही पैसाले कतै सानो खेत किनेर आमासँग खुसी हुनु। उहाँको शर्त साँच्चै मन चिरिने खालको थियो। प्रेम र आमाको ममतालाई जोखिएको थियो। मैले प्रेमलाई लत्याएर आमाको ममतालाई स्वीकारेको थिएँ। मैले उहाँलाई हुन्छ भनेर भने उहाँले शीतलको कसम खान लाउनु भयो। मैले आमाको ज्यानको खातिर शीतलको कसम खाएँ। म त्यो बेला धेरै रोएँ। एकातिर प्रेमिका अनि अर्कोतिर आमा। कस्तो अवस्थामा ल्याएर भगवानले मेरो परीक्षा लिएको थियो। म चाहेर पनि शीतललाई भुल्न सक्दिन थिएँ, तर परिस्थितिले म माथि मेरो गरिबीको हालतमा यसरी परीक्षा लियो कि एउटामा पास अनि अर्कोमा फेल गराएको थियो। उहाँले केही बेरमा कागजसम्म बनाएर ल्याउनु भयो शीतललाई छोड्ने कुरामा। साथै अरू पनि धेरै कुराहरू उल्लेख गरिएको थियो। म लाचार थिएँ, त्यसैले हरेक ठाउँमा ल्याप्चे गरिदिएँ। त्यसपछि शीतलको बाबाले डाक्टरसँग कुरा गरेर सबै बन्दोबस्त गरिदिनु भयो अनि उहाँ जानुभयो। म आमालाई हेरिरहेँ। शीतलको कलसम्म रिसिभ गरिन। शीतलको कल आउन छाडेको थिएन। मैले सधैँ इग्नोर गरिरहेँ। केही दिन अस्पतालमै बित्यो। आमाको अपरेसन सफल भयो। आमा सकुशल हुनुभयो। अस्पतालको बसाइ धेरै भएको थियो। त्यसपछि आमालाई केही दिनपछि डिस्चार्ज गरेर घर ल्याएँ। घरको काम सबै आफैले गर्न थालेको थिएँ। शीतलले मलाई खोज्न घर आइहोली। मैले कल नउठाउँदा, तर हामी कसैलाई पनि नदेखेर उदास भएर फर्की पनि होली। मैले मनलाई कठोर बनाएर शीतललाई पन्छाउँदै थिएँ। जग्गा अब आफ्नो नाउँमा थिएन। अर्कै ठाउँमा लिएर बस्ने प्रबन्ध मिलाउनु थियो। त्यसैले घरमा आमालाई खाना खुवाएर अनि औषधि खुवाएर म अर्को गाउँमा जग्गा हिँड्नको लागि जान लाग्दै थिएँ। घरबाट केही पर मात्र आएको थिएँ। शीतल स्कुटी लिएर आउँदै थिए। उसलाई देखेर मन चस्सर दुख्यो, तर पनि आफूलाई सम्हाले। उसले मेरो सामु स्कुटी रोकेकी थिए। मेरो छेउमा आएर भने, के भयो हजुरलाई? किन मेरो कल नै उठाउनुहुन्न त? न त म्यासेजको रिप्लाई नै गर्नुहुन्छ। म कतिचोटि घरसम्म आएँ, तर घरमा ताला लागेको मात्र देखेँ। कता जानुभएको थियो र? मबाट केही गल्ती भएको भए माफ गरिदिनुहोस्, तर यसरी नसताउनुहोस् बिन्ती छ। यतिका दिन हजुरले इग्नोर गर्दा मैले कति दिन कति रात नसुती काटेको छु। हजुरलाई सम्झेर आँसु खसालेको छु। के भयो भन्नुहोस् न? अनि मेरो सामु रुन थाले। मैले आँखाबाट झर्न लागेको आँसुलाई आँखामा नै बिलाउँदै भने, मैले तिमी जस्तो धनी केटीलाई मायामा फसाएर सोझो भनेर पैसा र तिम्रो पैसा पाउने उद्देश्यले मात्र माया गरेको थिएँ। अब सबै पाइसके, त्यसैले मैले इग्नोर गरेको हुँ। मेरो कुरा सुनेर ऊ छक्क परेकी थिइन्। उनलाई विश्वास नै लागिरहेको थिएन कि मैले के भनिरहेको छु भनेर। उनलाई मैले मजाक गरे चाहिँ लागिरहेको थियो। मैले कराउँदै भने, त जस्तै केटी त म कति खेलाउँछु कति, तेरो शरीरसँग खेल्नु मात्र चाहेको थिएँ मैले। साह्रै मजा दिस् तैँले, बेसी आउनु पर्ने त।
सबैलाई कति मजा दिन्छेस् होला है। मेरो कुरा सुनेर उनले एक झापडा हानिन् अनि जोड-जोडले रुँदै भन्न थालिन्, तपाईँ त यतिसम्म गिरेर बोल्नुहुन्छ भनेर मैले सपनामा पनि सोचेको थिइनँ। मैले त हजुरलाई केवल माया र जीवनभरको साथ मात्र दिन खोजेको थिएँ, तर मैले बदलामा के पाएँ? धोका अनि पीडा मात्र दिनुभयो। किन यस्तो गर्नुभएको? मेरो के कमी भयो हजुरप्रति गर्नुपर्ने? मैले आफ्नो मनलाई पत्थर बनाउँदै भने, त जस्तो धनी बाउको छोरी हाम्रो लागि एउटा मनको प्यास मेटाउने भाँडो मात्र हो। मलाई त मजा आयो खेल्न पाएर, अब अर्कोसँग खेल, म अगाएँ। यति भनेर झुटो हाँसो थपाइदिए। उसले दुई झापड हान्थे भने, तैले अन्त्यमा आएर आफ्नो औकात देखाइस्, त पैसामा त गरिब नै थिइस्, तर आजबाट सोचमा पनि गिरेको रहेछस्। छी, मैले कस्तो केटा रोजेछु। उसले मेरो मुखमा थुकिदिए अनि आँखाभरि आँसु लिएर गई। म ऊ गएको हेरिरहेँ। सायद उसँगको मेरो यो भेट यति नै होला। सायद फेरि मैले उसलाई देख्न पाउँदिन होला। म थचक्क भुइँमा बसेँ अनि चिच्याएँ।